हेलो एभ्रिवान, वेलकम ब्याक टु इन्ट्रान्स प्लस। आजको क्लासमा हामी केमिकल काइनेटिक्सको स्योर सर्ट जस्तै हामी आज थ्योरी प्लस क्वाडलाई हामी आज गर्न गइरहेछौँ र यसमा चाहिँ हामी थ्योरीलाई पुरै कम्प्लिटली भन्दा पनि हामी तिमीहरूलाई फाइनल आवरमा चाहिने चाहिने इम्पोर्टेन्ट कन्सेप्टहरूलाई चाहिँ आज हामी यो क्लासमा चाहिँ सबै कभर गर्नेछौँ र तिनीहरूकै बेसिसमा रहेर क्वेसनहरू गर्नेछौँ है त। यो क्लासको पिडिएफको लागि चाहिँ तिमीहरूले हाम्रो टेलिग्राम ग्रुप छ है, त्यसमा चाहिँ जोइन हुनु होला है त। त्यहाँ चाहिँ हाम्रो लिङ्क चाहिँ हाम्रो डिस्क्रिप्सनमा छ है, त्यहाँबाट जोइन हुन सक्छौ। ल ढिला नगरिकन लेट्स स्टार्ट द क्लास है त। सो अब यहाँ हामीले फर्स्ट हामीलाई सदा जस्तै हामीलाई थाहा छँदैछ के गर्छौँ त भन्दाखेरि फर्स्ट हाफमा है पहिला थ्योरी पार्ट रिभिजन गर्छौँ र त्यसपछि चाहिँ हामीले सेकेन्ड हाफमा चाहिँ के गर्छौँ त भन्दाखेरि त्यसको क्वेसनहरू पास्ट क्वेसनहरू सल्भ गर्छौँ है त। ल हेर त, केमिकल काइनेटिक्सको थ्योरी पार्ट। ओके, केमिकल काइनेटिक्स भनेको के हो त भन्दाखेरि चाहिँ यहाँ सबै यहाँ भएको कुराहरू चाहिँ म पढाउँछु र अरू एक्स्ट्रा कुराहरू चाहिँ तिमीहरूले बुकमा गएर पढ्न सक्नुहुन्छ है त। केमिकल काइनेटिक्स भनेको के हो त भन्दाखेरि चाहिँ यो चाहिँ रेट अफ रियाक्सन र यसको मेकानिजमको बारेमा स्टडी गर्ने ब्रान्च हो है त, यति बुझ। र अब यसमा जान्नु केही टर्महरू छ है त, जान्नुपर्ने टर्म जस्तै कि यसमा चाहिँ फर्स्ट नम्बरमा हामीले जान्नुपर्ने पोइन्ट भनेको रेट अफ रियाक्सन है त। रेट अफ रियाक्सन भनेको के हो? रेट अफ रियाक्सन भनेको हेर त, यहाँ लेखेको छ इट इज द स्पिड है त। यो के हो त भन्दाखेरि इट इज द स्पिड विथ हुइच द रियाक्टेन्ट आर कन्भर्टेड इन्टु द प्रोडक्ट। यसमा चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ अब हामी एउटा सपोज के छ त भन्दाखेरि चाहिँ एउटा ए भन्ने रियाक्टेन्ट छ र अर्को बी प्रोडक्ट छ। आफ्टर टाइम टी पछि चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ यो प्रोडक्ट के हुन्छ त भन्दाखेरि चाहिँ डिक्रिज हुन्छ यसको कन्सन्ट्रेसन र यो चाहिँ प्रोडक्टको कन्सन्ट्रेसन चाहिँ के हुन्छ, इन्क्रिज हुन्छ। सो यसै रेटलाई हामी के भन्छौँ त भन्दाखेरि रेट अफ रियाक्सन भनेर भन्छौँ। सो अब यहाँबाट जानुपर्ने भनेको जुन यो हाम्रो के हुन्छ त भन्दाखेरि चाहिँ कन्सन्ट्रेसन, जुन रियाक्टेन्टको कन्सन्ट्रेसन जुन डिक्रिज हुन्छ नि है, यसको कन्सन्ट्रेसन र हाम्रो यो प्रोडक्टको इन्क्रिज हुने कन्सन्ट्रेसन दुइटै इक्वल हुन्छ। भन्नुको मिनिङ चाहिँ के हो त भन्दाखेरि चाहिँ रेट अफ फर्मेसन अफ प्रोडक्ट जो केसँग इक्वल हुन्छ, रेट अफ डिसएपियरेन्स अफ रियाक्टेन्टसँग। रियाक्टेन्ट के हुने हो, घट्ने हो नि त। सो प्रोडक्ट के हुने हो, बढ्ने हो। सो यो दुइटैको कन्सन्ट्रेसन चाहिँ के हुन्छ, इक्वल हुन्छ भनेर भन्छ। अब यो मैले रेट अफ रियाक्सन प्रोलङ टाइम पछिको लागि हेरेँ भने है, त्यस्तो त्यो टाइमलाई हामी के भन्छौँ त, त्यो रेटलाई हामी के भन्छौँ त, एभरेज रेट भनेर भन्छौँ। यो त के को लागि त है, रेट मेजर्ड ओभर अ लङ टाइम इन्टरभललाई हामी के भन्छौँ, एभरेज रेट भन्छौँ। र एभरेज रेट पनि सेम नै हो, तर अलिक लङ टाइम पछिको हुनाले हामीले यसलाई हामी एभरेज रेट अफ रियाक्सन भन्ने हो। यसमा पनि सेम फर्मुला हुन्छ, डिक्रिज इन कन्सन्ट्रेसन अफ रियाक्टेन्ट। हामीलाई थाहा छ रियाक्टेन्टको कन्सन्ट्रेसन के हुन्छ, डिक्रिज हुन्छ र प्रोडक्टको कन्सन्ट्रेसन चाहिँ के हुन्छ त, इन्क्रिज हुन्छ। सो मैले अघि भनेको थिएँ है त, रेट अफ जुन चाहिँ के हुन्छ त, डिसएपियरेन्स अफ रियाक्टेन्ट हुन्छ, त्यो चाहिँ केसँग इक्वल हुन्छ त भन्दाखेरि चाहिँ रेट अफ के त भन्दाखेरि चाहिँ फर्मेसन अफ प्रोडक्टसँग इक्वल हुन्छ। अब यहाँनिर साइन छ, एउटा माइनस साइन छ र यहाँ प्लस साइन छ। यो चाहिँ माइनस र प्लस भनेको के हो त भन्दाखेरि चाहिँ आफ्टर टाइम टी पछि चाहिँ है, सर्टेन टाइम पछि चाहिँ कन्सन्ट्रेसन अफ रियाक्टेन्ट चाहिँ घटिरहेछ भन्न खोजेको है त। यो चाहिँ माइनसले के जनाउँछ, सर्टेन टाइम पछि चाहिँ कन्सन्ट्रेसन अफ रियाक्टेन्टको के भयो, डिक्रिज भयो र प्रोडक्टमा के भयो त, इन्क्रिज भयो। प्रोडक्ट साइडमा हामी के लेख्छौँ त, प्लस लेख्छौँ है त। जस्तै फर इक्जाम्पल अझै हेरौँ है त, अझै सजिलो बनाउनको लागि यहाँ हेरौँ। जस्तै के छ त भन्दाखेरि ए प्लस बी छ, ए प्लस बी भनेको गिफ्ट के छ त, सी प्लस डी छ। ओके, रियाक्टेन्टको कन्सन्ट्रेसन के हुन्छ है त, यो रियाक्टेन्टको कन्सन्ट्रेसन चाहिँ के हुन्छ त, डिक्रिज हुन्छ है त, डिक्रिज हुन्छ र प्रोडक्टको कन्सन्ट्रेसन चाहिँ के हुन्छ, इन्क्रिज हुन्छ। अब यो के हुन्छ त भन्दाखेरि रेट अफ रियाक्सन भनेको चाहिँ हरेक समयको लागि चाहिँ यो चाहिँ के छ त, भ्यालिड छैन कि। किनकि भन्दाखेरि चाहिँ है सर्टेन टाइम पछि हेर त, केही टाइम पछि हेऱ्यो भने चाहिँ रेट अफ रियाक्सनहरू चाहिँ भेरी गर्न थाल्यो क्या, भ्याल्यु फरक फरक आउन थाल्यो। यानि कि यसमा चाहिँ यसले एउटा फिक्स के दिएन भन्दाखेरि चाहिँ रेट दिएन। सो त्यही भएर यसको लागि यसलाई हामी रिप्लेस गरेर चाहिँ हाम्रो एउटा स्मल टाइम इन्टरभलको लागि चाहिँ हामीले रेट अफ रियाक्सन हेर्ने भने त्यसलाई हामी के भन्छौँ, इन्स्ट्यान्टेनियस रेट अफ रियाक्सन भन्छौँ है त। मैले कतै यदि आरओआर लेखेको छ भने प्लिज मैले चाहिँ सर्टमा के लेख्न खोजेको भन्दाखेरि रेट अफ रियाक्सन हो यो चाहिँ है त। आरओआरको मिनिङ चाहिँ रेट अफ रियाक्सन बुझ्नु। अब यो के हो त भन्दाखेरि चाहिँ हेर त, रेट अफ हाम्रो इन्स्ट्यान्टेनियस रेट अफ रियाक्सन भनेको चाहिँ के हो त भन्दाखेरि रेट अफ चेन्ज अफ कन्सन्ट्रेसन अफ प्रोडक्ट अर रियाक्टेन्ट केमा त, एट हेर त, एट के त, स्मल इन्टरभल अफ टाइममा लियो भने त्यसलाई हामी के भन्छौँ, इन्स्ट्यान्टेनियस रेट अफ रियाक्सन भन्छौँ है त। अब यसलाई चाहिँ कसरी एक्सप्रेस गर्न सकिन्छ त, हेर त, जस्तै यो रियाक्सन है त, यो रियाक्सनलाई हेर, यही रियाक्सन ए प्लस बी गिफ्ट सी प्लस डीलाई रियाक्सनलाई हामी कसरी लेख्न सक्छौँ भन्दाखेरि चाहिँ रेट अफ रियाक्सन भनेको के हो त भन्दाखेरि चाहिँ स्मल चेन्जलाई हामी के गर्छौँ, डीले डेल्टा युज गर्छौँ नि त। हो त्यही भएर चाहिँ हामीले डी, यो चाहिँ के हो त, एक्टिभ मास है त। रेट अफ रियाक्सनलाई हामी एक्टिभ मासकै रूपमा लिन्छौँ। एक्टिभ मास भनेको के हो भन्दाखेरि चाहिँ है त, नम्बर अफ फोल्ड डिभाइडेड बाई भोल्युम एन बाई भी नै हो कि नै। सो त्यस्तै गरेर यसलाई पनि सेम है त, यसलाई चाहिँ यो के हो त भन्दाखेरि चाहिँ एक्टिभ मासको टर्ममा लेख्छौँ। सो डी भनेको चाहिँ एउटा स्मल इन्टरभल अफ टाइमको लागि हो। सो डिए बाई डिटी है त। है त, टाइम इन्टरभल चाहिँ कति छ, टी छ, स्मल चेन्ज इन टाइम हो, त्यही भएर मैले डिटी लेखेँ।
ओके, अब यो केसँग इक्वल हुन्छ त भन्दाखेरि चाहिँ यो रियाक्सनको केसँग त मैले अघि भनेको थिएँ, डिसएपियरेन्स अफ रियाक्टेन्ट इज इक्वल्स टु फर्मेसन अफ प्रोडक्ट भनेको मिनिङ चाहिँ माइनस अफ डिए बाई डिटी भनेको चाहिँ हाम्रो कन्सन्ट्रेसन यो ए भन्ने जुन रियाक्टेन्ट छ यसको चाहिँ के हो त भन्दाखेरि रेट अफ डिसएपियरेन्स हो। अनि यो चाहिँ केसँग इक्वल हुन्छ, बीको डिसएपियरेन्ससँग इक्वल हुने भयो, हो कि नै? अनि सिमिलरली यो चाहिँ फर्दर केसँग इक्वल हुने भयो त भन्दाखेरि फर्मेसन अफ प्रोडक्ट, यहाँनिर मैले प्लस लेख्नु र नलेख्नु एउटै भएर मैले लेखेको छैन है, तिमीलाई यो यो पनि ध्यान दिइराख। यहाँ चाहिँ मैले माइनस लेखेको छु, यो चाहिँ के हो त डिसेपियर भइरहेछ, कन्सन्ट्रेसन घटिरहेको भन्न खोजेको, र यो चाहिँ हाम्रो सी र डी भनेको फर्मेसन भइरहेछ। सो योसँग चाहिँ के हुन्छ त इक्वल हुन्छ है त। सो यसैको कन्सेप्टमा रहेर हामी के गर्छौँ त भन्दाखेरि पछि क्वेसन पनि गर्छौँ है त। जस्तै अब मैले यहाँनिर ए अर्को पनि ए ल्याइदिएँ त, ए ए यो चाहिँ स्मल ए क्यापिटल ए अनि स्मल बी क्यापिटल बी लेखेँ त। यो स्मल ए अगाडिको के हो त भन्दाखेरि यो के हो त भन्दाखेरि चाहिँ स्टोकियोमेट्रिक कोफिसियन्ट है त। यदि कुनै स्टोकियोमेट्रिक कोफिसियन्ट छ भने अगाडि अनि त्यति बेला कसरी लेख्ने त यो रेट अफ रिएक्सनलाई भन्दाखेरि चाहिँ त्यति बेला चाहिँ यो धेरैले माथिमा पावरमा हाल्छन्, यो चाहिँ हाम्रो रेट अफ रिएक्सनको टर्ममा चाहिँ यो माथि पावरमा जाँदैन, यो चाहिँ कहाँ आउँछ त भन्दाखेरि डिभाइडमा जान्छ। हेर त है, 1/a जुन अगाडि छ त्यसैले डिभाइडमा लगिदिने क्या, 1 बाई के हुन्छ त ए, तर माइनस साइन त फेरि सुटाउनु भएन नि त, डिसेपियर भइरहेछ। रिएक्टेन्ट साइडमा अलवेज माइनस है त, प्रोडक्ट साइडमा माइनस राख्ने होइन। सो है त त्यस्तै गरेर बीको लागि के हुने भयो हेर त, -1/b हुने भयो। अनि त्यस्तै गरेर सीको लागि के होला अब भन त, यहाँ माइनस हुँदैन है, माइनस के हुँदैन हुँदैन के हुन्छ त प्लस हुन्छ, प्लस लेख्नु र नलेख्नु एउटै हो, त्यही भएर मैले लेखेको छैन। 1/c भनेको के हुन्छ त है dc/dt है त, त्यस्तै गरेर 1/d को टर्ममा है त। यो एकदमै इम्पोर्टेन्ट कन्सेप्ट छ है त, यसबाट क्वेसन पनि हामी गर्छौँ। आई होप यो टर्म चाहिँ बुझ्यो होला। अब हेर त्यसपछि हाम्रो यो रेट अफ रिएक्सनलाई चाहिँ केही फ्याक्टरहरूले चाहिँ एफेक्ट गर्छ, त्यो चाहिँ के हो हामी यहाँ हेर्छौँ है त। फ्याक्टर एफेक्टिङ रेट अफ रिएक्सन एकदमै इम्पोर्टेन्ट छ है त, यो कन्सेप्ट याद राख्नु। सबैभन्दा पहिला छ नेचर अफ रिएक्टेन्ट। नेचर अफ रिएक्टेन्टले चाहिँ कसरी एफेक्ट गर्छ हेरौँ। सबैभन्दा पहिला छिटो सबैभन्दा फास्ट चाहिँ केमा हुन्छ त भन्दाखेरि चाहिँ यो हाम्रो रेट अफ रिएक्सन सबैभन्दा फास्ट चाहिँ केमा हुन्छ, ग्यासमा हुन्छ है त। त्यस्तै गरेर त्यसपछि लिक्विडमा हुन्छ, र त्यसपछि अर्को केमा हुन्छ, सोलिडमा हुन्छ है त। त्यसपछि केमा हुन्छ, सोलिडमा हुन्छ, यो याद राख्यो, सोलिडमा सबैभन्दा फास्ट हुन्छ, अनि त्यस्तै गरेर लिक्विड अनि त्यसपछि सोलिड है त। सोलिड भन्दा पनि ग्यासमा है त, सोलिड। ल हेर अब त्यस्तै गरेर अब नेचरमा त दुईटा पनि अर्को पनि हुन सक्यो हेर त। नेचरमा एउटा त आयोनिक हुन सक्यो, अर्को चाहिँ के हुन्छ त कोभ्यालेन्ट हुन सक्यो, त्यो चाहिँ हाम्रो कन्सन्ट्रेसन हो कि नै। त्यो आयोनिक भयो भने रेट अफ रिएक्सन फास्ट हुन्छ, कोभ्यालेन्ट छ भने त्यो चाहिँ रेट अफ रिएक्सन के हुन्छ, स्लो हुन्छ है त, यो याद राख। त्यसपछि हेर कन्सन्ट्रेसन अफ रियाक्टेन्ट। हेर रियाक्टेन्टको कन्सन्ट्रेसन त कति के हुनु पर्यो त हेर, यदि रियाक्टेन्टको कन्सन्ट्रेसन इन्क्रिज भयो भने चाहिँ रेट अफ रियाक्सन पनि के हुन्छ, बढ्छ। यो चाहिँ तिमीहरूलाई थाहा नै छ होला नर्मली है त। अब हेर क्याटालिस्टको कुरा, र क्याटालिस्टले पनि एफेक्ट गर्छ। हेर क्याटालिस्टले कसरी एफेक्ट गर्छ, यसले चाहिँ इन्क्रिज अर डिक्रिज रेट अफ रिएक्सन। अब धेरैजनाको कन्सेप्ट के हुन्छ त भन्दाखेरि क्याटालिस्ट र रेट अफ रिएक्सन बढाउँछ मात्रै भन्ने सोच्छन्, होइन होइन त्यस्तो होइन। त्यसमा चाहिँ पनि दुईवटा हुन्छ। हेर एउटा हुन्छ पोजिटिभ क्याटालिस्ट, अर्को हुन्छ नेगेटिभ क्याटालिस्ट। हेर हामीलाई थाहा छ नेगेटिभले घटाउँछ, पोजिटिभले बढाउँछ, हो कि नै। सो हाम्रो पोजिटिभ क्याटालिस्टले के गर्छ त भन्दाखेरि रेट अफ रिएक्सनलाई इन्क्रिज गराउँछ। कसरी इन्क्रिज गराउँछ त भन्दाखेरि चाहिँ यसको एक्टिभेसन इनर्जीलाई घटाइदिन्छ है त, बाई डिक्रिजिङ के त भन्दाखेरि चाहिँ एक्टिभेसन इनर्जी। अब यो एक्टिभेसन इनर्जी के हो त भन्दाखेरि म एकैछिनमा भन्छु, तिमीहरूले पहिला यो टर्म याद राख, एकदमै इम्पोर्टेन्ट छ, यो सोध्छ है त। कसरी हाम्रो रेट अफ रिएक्सनलाई इन्क्रिज गर्छ भन्यो भने बाई डिक्रिजिङ के त एक्टिभेसन इनर्जी है त, इम्पोर्टेन्ट कन्सेप्ट छ। ल हेर त्यसपछि अर्को हेर टेम्परेचर। अब टेम्परेचरले कसरी एफेक्ट गर्छ त है त, टेम्परेचरले कसरी एफेक्ट गर्छ त्यो पनि हेरौँ। अब यदि हेर के हुन्छ भन्दाखेरि चाहिँ सिम्पल कन्सेप्ट हेर न, सुरुमा टेम्परेचर बढ्यो भने के हुन्छ त, काइनेटिक इनर्जी बढ्छ, हो कि नै। काइनेटिक इनर्जी बढ्यो भने चाहिँ त्यो मोलिकुलहरू एक अर्कामा ठोकिने भयो, सो त्यसको कोलिजन पनि बढ्ने भयो, हो कि नै। कोलिजन बढ्यो भने के हुन्छ त, आफै रेट अफ रिएक्सन बढ्छ। भन्नुको मिनिङ चाहिँ के भयो, टेम्परेचर बढ्यो भने काइनेटिक इनर्जी बढ्यो, काइनेटिक इनर्जी बढेपछि कोलिजन बढ्यो, कोलिजन बढिसक्यो त्यसले के बढाइदियो त भन्दाखेरि रेट अफ रिएक्सनलाई फास्ट गराइदियो, हो कि नै। अब एउटा साइन्टिस्ट छन् जुन चाहिँ हाम्रो के भन्छ त आरएनएस छ है त। आरएनएसको कन्सेप्टले के भन्छ त है त, यो कन्सेप्टले एकदमै इम्पोर्टेन्ट छ है त। रेट अफ रिएक्सन बढ्यो भने चाहिँ हेर त रेट अफ रिएक्सन चेन्जेस ड्यु टु द चेन्ज इन रेट कन्सटेन्ट। रेट कन्सटेन्ट चेन्ज भएर रेट अफ रिएक्सन चाहिँ चेन्ज हुन्छ भनेर भन्ने कुन हो त, आरएनएसले। अब यसले कसरी चेन्ज हुन्छ त भन्दाखेरि चाहिँ टेम्परेचर मैले टेम्परेचर बढाइदिएँ भने रेट अफ रिएक्सन पनि रेट कन्सटेन्ट पनि के हुन्छ त बढ्छ है त। यो एकदमै इम्पोर्टेन्ट टर्म छ है त, याद राख्नु। टेम्परेचर बढाइदियो भने चाहिँ के हुन्छ त रेट कन्सटेन्ट पनि बढ्छ। यो रेट कन्सटेन्ट के हो त्यो पनि एकछिनमा हामी हेर्छौँ।
है त। सुरु यति अहिले यति जानेर राख कि टेम्परेचर बढायो भने रेट कन्सटेन्ट पनि बढ्छ, र रेट कन्सटेन्ट बढ्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ हाम्रो रेट अफ रियाक्सन पनि बढ्छ है। त्यही भएर यहाँबाट एउटा के कुरा सोध्छ त भन्दाखेरि चाहिँ यो रेट कन्सटेन्ट भन्ने जुन कन्सटेन्ट टर्म छ इट इज ओन्ली डिपेन्ड अन टेम्परेचर क्या है त। यही रिलेसनबाट पनि तिमीहरू प्रुभ गर्न सक्छौ, यो एकदमै इम्पोर्टेन्ट छ है त। रेट अफ जुन रेट कन्सटेन्ट जो छ यो चाहिँ ओन्ली डिपेन्ड अन के त टेम्परेचर है त, याद राख। र अब आरएनएस को इक्वेसन छ, कहिलेकाहीँ तिमीहरूलाई दिन सक्छ आरएनएस को इक्वेसन के हो त भन्दाखेरि चाहिँ के भनेको के हो त रेट कन्सट्यान्ट हो, के भनेको के हुन्छ त भन्दाखेरि ए ई टु दि पावर माइनस इए बाई के हुन्छ त आरटी। अब यहाँ सबै के हो त साइन कन्भेन्सनहरू हेरौँ है त। जस्तै यो ए भनेको के हो त के हुन्छ यसलाई फ्रिक्वेन्सी फ्याक्टर भन्छौँ है त। के हो त यो ए भनेको फ्रिक्वेन्सी फ्याक्टर हो, र यो इए भनेको के हो, इए भनेको चाहिँ एक्टिभेसन एनर्जी हो, एक्टिभेसन एनर्जी। र यो आर भनेको हामीलाई थाहा छ युनिभर्सल ग्यास कन्सट्यान्ट हो, र यो हाम्रो टी भनेको टेम्परेचर है त। अब यो यति हेर त यो कुन चाहिँ हाम्रो ई टु दि पावर माइनस है त ए बाई आरटी है त, यो एलाई छोडेर है त, यो एलाई छोडेर यो ई टु दि पावर माइनस इए बाई आरटीलाई हामी बोल्जम्यान फ्याक्टर भन्छौँ। यसलाई हामी के भन्छौँ त, यसलाई हामी बोल्जम्यान फ्याक्टर भनेर भन्छौँ। ओके, ल हेर अब यहाँबाट के हुन्छ त भन्दाखेरि चाहिँ मैले अब यो यहाँ हेर मैले अलि तल लगेँ, यो जुन ई छ नि है त, यो ईलाई चाहिँ मैले के गरेँ लगको टर्ममा लेख्यो भने होइन, लगमा लगेर मैले हेऱ्यो भने चाहिँ जुन चाहिँ के हुन्छ त अगाडि लग लिए दुइटै ठाउँमा भन्यो भने हेर त यो लग के है त, यहाँ दुइटैतिर लग आउने भयो। यो लग के र टेम्परेचरको जुन चाहिँ हाम्रो ग्राफ हुन्छ नि, ध्यान दियो है त, ग्राफ चाहिँ उसले के को बिचमा प्लट गरेको थियो त भन्दाखेरि चाहिँ है लग के र के हुन्छ त भन्दाखेरि चाहिँ 1/t को बिचमा ग्राफ प्लट गर्यो भने जुन चाहिँ के हुन्छ स्ट्रेट लाइनको ग्राफ आउँछ है त, जुन चाहिँ के आउँछ स्ट्रेट लाइनमा हुन्छ है त यसको ग्राफ चाहिँ। अब हेर यहाँ एउटा अर्को टर्म लेखेको छ, रेट अफ रियाक्सन जुन छ नि इट इज एप्रोक्सिमेटली डबल अर ट्रिपल फर एभ्री 10 डिग्री सेल्सियस। अर्को यसको कन्सेप्ट के छ त भन्दाखेरि चाहिँ जुन रेट अफ रियाक्सन छ त्यो डबल अथवा ट्रिपल हुन्छ के छ त एभ्री 10 डिग्री सेल्सियसको डिफ्रेन्समा है त। 10 डिग्री सेल्सियस 10 डिग्री सेल्सियस गरेर चाहिँ त्यो टेम्परेचरको 10 डिग्री सेल्सियसको जुन चाहिँ हाम्रो डिफ्रेन्स हुन्छ त्यसमा चाहिँ यो डबल अथवा ट्रिपल हुन्छ है। अब तिमीलाई कहिलेकाहीँ क्वेसन यसरी पनि सोधिन सक्छ, यो क्वेसन सोध्यो भने चाहिँ हामी के गर्ने भनेर म तिमीलाई सर्टकट पनि दिन्छु है त। जस्तै यहाँ हेर अर्को के लेखेको छ है त, टेम्परेचर कोफिसियन्ट भन्ने टर्म हुन्छ। हेर टेम्परेचर कोफिसियन्ट भनेको के हो त भन्दाखेरि चाहिँ है त रेट अफ रियाक्सन एट 35 डिग्री सेल्सियस, ध्यान दियो है, रेट अफ रिएक्सन एट 35 डिग्री सेल्सियस डिभाइडेड बाई रेट कन्सट्यान्ट एट कति त 25 डिग्री सेल्सियस। फेरि पनि भन्छु है रेट कन्सट्यान्ट एट 35 डिग्री सेल्सियस डिभाइडेड बाई रेट कन्सट्यान्ट एट 25। हेरेर त यिनीहरूको डिफ्रेन्स कति छ 25 र 35 भनेको 10 डिग्री हो कि नै। सो यो 10 डिग्रीको जुन हाम्रो डिफ्रेन्स छ यसमा चाहिँ यसको भ्याल्यु चाहिँ के को बिचमा लाइ गर्छ त भन्दाखेरि चाहिँ 2 र 3 ट्याक्कै डबल अथवा ट्रिपल हुन्छ। मैले माथि जुन भनेको थिएँ नि ल्याङ्ग्वेजमा है त, जुन चाहिँ मैले यहाँनिर भनेको थिएँ यो चाहिँ ठ्याक्कै के हुन्छ त भन्दाखेरि 2 or 3ले के हुन्छ त चेन्ज हुन्छ भन्नुको मिनिङ चाहिँ डबल अथवा ट्रिपल हुन्छ एभ्री 10 डिग्री सेल्सियसमा, यो याद राख। र अब क्वेसनमा कहिलेकाहीँ तिमीलाई के दिन्छ थाहा छ, क्वेसनमा यदि डबल भनेको छ ट्रिपल भनेको छ भने सपोज मैले यहाँ अहिले डबलको लागि लेखेको छु, हेर अहिले मैले डबलको लागि लेखेको छु त्यति बेला के गर्ने हो त भन्दाखेरि चाहिँ 2 को पावर के लेख्ने त भन्दाखेरि चाहिँ T2 माइनस T1 डिभाइडेड बाई 10 लेख्ने है त। के लेख्ने रे भन त है 2 टु द पावर के लेख्ने T2 माइनस T1 डिभाइडेड बाई 10। यो T2 भनेको के हो फाइनल टेम्परेचर, यो T1 भनेको के हो त इनिसियल टेम्परेचर डिभाइडेड बाई के गर्ने त 10 गर्ने। यहाँनिर यदि यहाँनिर ट्रिपल भनेको छ भने हामी यहाँ 3 राख्थ्यौँ है त। यति बुझिराख, तिमीलाई क्वेसनमा सोध्यो भने चाहिँ यो तरिकाले पनि क्वेसन सोधिदिन सक्छ। दुईटा टेम्परेचर दियो त्यसमा चाहिँ के निकाल त भन्दाखेरि टेम्परेचर कोफिसियन्ट निकाल भन्नु पनि यसरी नै सोध्न सक्छ। ओके, ल आयो बुझ्यो होला यो पनि। ल हेर अब अर्को होइन फिफ्थ फ्याक्टर के छ त भन्दाखेरि चाहिँ सर्फेस एरिया। सर्फेस एरियाले कसरी डिपेन्ड गर्छ त, यो सर्फेस एरियाले कसरी एफेक्ट गर्छ रेट अफ रियाक्सनलाई त्यो हेरौँ। यदि सर्फेस एरिया बढ्यो भने चाहिँ रेट अफ रियाक्सन पनि बढाइदिन्छ क्या होइन। जस्तै तिमीहरू हाम्रो यसलाई के गर भन्दाखेरि भिजुलाइज गर, जस्तै के हुन्छ भन्दाखेरि रेट अफ रियाक्सन बढ्यो भने सर्फेस एरिया पनि सर्फेस एरिया बढ्यो भने रेट अफ रियाक्सन पनि बढ्छ। जस्तै के छ त इक्जाम्पल हेर्दाखेरि चाहिँ लम्प अफ कोल बर्न स्लोली देन कोल डस्ट क्या। मैले के गरेँ एउटा कोलको पुरै लम्प ल्याएँ र केही डस्ट पार्टिकलहरू पनि ल्यायो भने दुइटाले मैले बर्न गराएँ भने कुन चाहिँ बर्न फास्ट हुन्छ, अभियसली यो डस्ट पार्टिकलहरू बर्न फास्ट हुन्छ किनकि त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एकदम सर्फेस एरिया धेरै छ नि त, छरिएर जान सक्ने धेरै भयो हो कि नै हो। त्यही भएर चाहिँ त्यसको रेट अफ रिएक्सन के हुन्छ त धेरै हुन्छ। सो यो इक्जाम्पलहरू पनि याद राख, लम्प अफ कोल बर्न स्लोली देन द के त कोल डस्ट, यो चाहिँ के हो त सर्फेस एरियाको एउटा इक्जाम्पल भयो।
ल हेर, अघिदेखि अब अर्को नेक्स्ट कन्सेप्टमा हेर्दाखेरि चाहिँ मैले अघिदेखि के भनिरहेको थिएँ त भन्दाखेरि चाहिँ रेट कन्सट्यान्ट गरिरहेको थिएँ। अब यसको बारेमा पनि अलिअलि सर्टमा हेरौँ है त। रेट कन्सट्यान्ट हो, रेट कन्सट्यान्टको अर्को नाम धेरै नामहरू छन्, जस्तै कि रेट कन्सट्यान्टलाई हामी भ्यालोसिटी कन्सट्यान्ट पनि भन्छौँ, र यसलाई हामी स्पेसिफिक रेट कन्सट्यान्ट पनि भन्छौँ, यसलाई डिनोटेड बाई के है त। यति याद राख। र यो चाहिँ मैले भनिसकेँ, इट इज ओन्ली डिपेन्ड अन टेम्परेचर, भेरी भेरी इम्पोर्टेन्ट छ है त, यो सोध्न सक्छ। यो चाहिँ केमा मात्रै डिपेन्ड गर्छ है त, यो चाहिँ टेम्परेचरमा मात्रै डिपेन्ड गर्छ, सोध्छ है। यो चाहिँ केमा मात्रै डिपेन्ड गर्छ, टेम्परेचरमा मात्रै डिपेन्ड गर्छ। र यो रेट कन्सट्यान्टको युनिट के हो भन्यो भने अब सबैको युनिट फरक फरक हुन्छ। त्यस्तै भएर हामी यसलाई चाहिँ एउटा सर्टकटबाट जान्छौँ, किनकि सबैको युनिट हामीले याद गरेर पनि भ्याउँदैनौँ। सो यसको सर्टकट के छ त भन्दाखेरि मोल पर लिटर है, मोल पर लिटरको पावर चाहिँ 1 - n के छ त भन्दाखेरि चाहिँ, हेर त मोल पर लिटर, हेर त मोल पर लिटरको पावरमा के गर्ने त भन्दाखेरि चाहिँ होल पावरमा 1 - n पर सेकेन्ड है त। यहाँनिर के हो त भन्दाखेरि चाहिँ यो मोल पर लिटर पर सेकेन्ड भन्ने त युनिट नै भइहाल्यो। यो एन भनेको के हो त, अर्डर अफ रिएक्सन। तिमीलाई क्वेसनमा सोध्छ कि फर्स्ट अर्डरको, जेरो अर्डरको होइन, थर्ड अर्डरको चाहिँ हाम्रो युनिट निकाल भन्यो भने यो फर्मुला एकदमै इम्पोर्टेन्ट छ है त, यो पनि याद राख्नु न। यो याद राख्नु है त। तिमीहरूलाई होइन फर्स्ट अर्डरको, सेकेन्ड अर्डरको युनिट निकाल्नु पर्यो भने चाहिँ हामी यो फर्मुला युज गर्छौँ। के फर्मुला? मोल पर लिटरको पावरमा 1 - n पर सेकेन्ड है त, यो याद राख्नु। जस्तै अब ग्यासियसको हेर त, ग्यासियसको टर्म छ भने, जस्तै ग्यासहरूको लागि हामी यो कन्सन्ट्रेसन टर्म अहिले यहाँ मोल पर लिटर हामी युज गरेका छौँ, तर ग्यास भयो भने त्यहाँनिर हामी एटिएम भन्ने टर्म युज गर्छौँ है त। ओके, ओके। ल हेर, अब मैले अघि भनेको थिएँ एक्टिभेसन इनर्जी, त्यस्तै अर्को इनर्जी पनि हुन्छ थ्रेस होल्ड इनर्जी। यो दुईवटा टर्महरू याद राख। अहिले मैले धेरै डिटेलमा जाँदैन, ग्राफहरू छन् त्यहाँ, मैले अहिले एक्सप्लेन गर्न थाल्यो भने धेरै टाइम वेस्ट हुन्छ। सो त्यही भएर हामीले चाहिने चाहिने कुराहरू मात्रै यहाँ पढ्छौँ है त। थ्रेस होल्ड इनर्जीको सर र डेफिनेसन हेरिदिउँ त। यो भनेको के हो त, मिनिमम अमाउन्ट अफ इनर्जी रिक्वायर्ड टु के त टु अकर्स के त केमिकल रिएक्सन है। तिमीलाई क्वेसनमा यदि के सोधेको छ, मिनिमम अमाउन्ट अफ इनर्जी भनेको छ कि अथवा एडिसनल अथवा एक्स्ट्रा अमाउन्ट अफ इनर्जी भनेको छ, त्यो छुट्याउनु है त। यदि मिनिमम अमाउन्ट अफ इनर्जी भनेको छ भने त्यसलाई चाहिँ हामी के हो त, त्यो चाहिँ थ्रेस होल्ड इनर्जी हो। तर तिमीलाई क्वेसनमा सोध्यो एक्सेस अथवा एडिसनल इनर्जी भन्यो है त, एडिसनल एक्सेस अमाउन्ट अफ इनर्जी रिक्वायर्ड टु अन्डरगोज केमिकल रिएक्सन है त। यदि एक्सेस भन्यो भने चाहिँ हामीलाई थप जुन हाम्रो इनर्जी चाहिन्छ त्यसलाई हामी एक्टिभेसन इनर्जी भन्छौँ। के भन्छौँ? एक्टिभेसन इनर्जी। के हो त एक्टिभेसन एनर्जी भनेको? एक्सेस अथवा एडिसनल अमाउन्ट अफ इनर्जी होइन रिक्वायर्ड टु के त अन्डरगो केमिकल रिएक्सन, त्यसलाई हामी के भन्छौँ? एक्टिभेसन इनर्जी भन्छौँ। ओके, ल हेर, अब यहाँनिर हेर त, यो एउटा रिएक्सन छ। हेर त के एउटा पोइन्ट लेखेको छ, नोट लेखेको छ, यसलाई पनि हेरौँ। यसलाई के हेरौँ भन्दाखेरि चाहिँ, हेर त जेनरली के हुन्छ त भन्दाखेरि रेट अफ रिएक्सन चाहिँ इन्क्रिज हुन्छ विथ इन्क्रिज इन टेम्परेचर। ओके, ठिक छ है त, यो हामीलाई थाहा छ। तर एउटा रिएक्सन छ क्या, हेर त यो चाहिँ एउटा रिएक्सन छ, के छ त भन्दाखेरि चाहिँ यो एउटा रिएक्सन छ, के हो? 2NO प्लस, मैले यसलाई चाहिँ प्लस अक्सिजनको प्रिजेन्समा रिएक्सन गराइदियो भने यसले 2NO2 दिन्छ है त। यो एउटा रिएक्सन छ जो चाहिँ यसमा चाहिँ त्यति धेरै त होइन, तर यसमा चाहिँ स्लाइटली के है त, यसमा चाहिँ के हुन्छ है त, यसमा स्लाइटली के हुन्छ त, डिक्रिज हुन्छ कि रेट अफ रिएक्सन, यदि टेम्परेचर बढ्यो भने। है तिमीहरूको मैले नलेजको लागि मात्र राखिदिएको, त्यति धेरै इम्पोर्टेन्ट छैन। र यो यति याद राख्नु कि यो जुन छ नि, यो रिएक्सन भनेको थर्ड अर्डर रिएक्सन है त। ए याद राख्नु, यो चाहिँ कुन अर्डर हो? थर्ड अर्डर रिएक्सन हो। 2NO प्लस O2 गिभ्स 2NO2, यो चाहिँ थर्ड अर्डर रिएक्सन हो। र यसमा चाहिँ के हुन्छ, स्लाइटली रेट अफ रिएक्सन चाहिँ के हुन्छ त, डिक्रिज हुन्छ अन इन्क्रिजिङ के त टेम्परेचर। ओके, ल हेर, अब यहाँबाट हामीले अझै अगाडि बढौँ है त। ल हेर, अब यस्तो के छ त भन्दाखेरि, ल हेर, म अब तिमीहरूलाई अर्डर सिकाउनु भन्दा अगाडि चाहिँ अर्को कुरा सिकाइदिन्छु। ल हेर, रेट लको बारेमा अलिक कुरा गरौँ, त्यसपछि हामी अझै तल बढ्दै जान्छौँ है त। रेट ल हेर, रेट लमा हामी एउटा इक्वेसन छ। रेट ल भनेको चाहिँ अब यसको इक्वेसन के हो त भन्दाखेरि, आर भनेको रेट ल नै हो, रेट अफ रिएक्सन। आर भनेको के होइन, ए को पावरमा चाहिँ के छ त भन्दाखेरि एम, अनि बी, त्यस्तै गरेर चाहिँ के हो त एन। ल हेर, अब यहाँनिर हेर्दाखेरि चाहिँ अचम्म लाग्दो छ। हेर, आर इक्वस टु के छ त भन्दाखेरि चाहिँ के ए टु दि पावर एम बी टु दि पावर एन छ, हो किन? यो चाहिँ के हो त भन्दाखेरि यहाँनिर जुन के छ नि, यो के भनेको के हो त भन त। यो के भनेको मैले अघिदेखि भनिसकेको छु, यो के भनेको रेट कन्सट्यान्ट है त। यो के भनेको के हो? रेट कन्सट्यान्ट हो। र यो पावरमा भएको एम र एन जुन छ नि, एम र एन जुन छ नि, यो एम र एन भनेको के हो त? अर्डर है त। तिमीलाई फर्स्ट अर्डर सेकेन्ड अर्डर भन्यो भने यिनीहरूकै भ्याल्युमा चेन्ज आउँछ, अरू केही पनि आउँदैन। याद राख, रिएक्सन यो हाम्रो पहिलो नम्बरमा त यो हाम्रो रेट लको क्वेसन जान्नु पर्यो है त। रेट ल भनेको आर भनेको के रहेछ भन त। आर भनेको के रहेछ? द्याट इज के होइन, ए टु दि पावर एम बी टु दि पावर एन है त। एम र एन त मैले भनिसकेँ, अर्डर अफ रिएक्सन। अब तिमीलाई क्वेसनमा सोध्छ टोटल अर्डर कति भयो त यसको? एउटा ए को अर्डर यम छ होइन, यम छ, बी को अर्डर चाहिँ हाम्रो एन छ भने टोटल अर्डर चाहिँ कति हुन्छ? त्यो दुइटैले जोडिदिने है त। यो दुइटैले जोडिदियो भने के आउँछ त भन्दाखेरि एम प्लस एन आउँछ। यो चाहिँ के भयो? यसको टोटल के भयो? अर्डर भयो। ल हेर, अब जुन रेट अफ रिएक्सन हुन्छ नि, रेट अफ रिएक्सनमा चाहिँ जुन स्लोएस्ट स्टेप हुन्छ नि,
होइन धेरैवटा स्टेपहरू हुन्छ तर त्यसमा पनि स्लोएस्ट स्टेपहरू चाहिँ जुन स्टेप हुन्छ त्यसले चाहिँ के गर्छ त्यो रेटको हाम्रो रेट अफ रिएक्सनलाई के गर्छ त भन्दाखेरि चाहिँ त्यसको रेटलाई डिटरमाइन गर्छ कति स्लो छ हामीले रेट अफ हाम्रो रेट हेर्नु पर्यो भने त्यो रिएक्सनको हामी फास्टेस्ट भएको सबैभन्दा छिटो भएको स्टेपलाई हेर्दैनौँ हामी के हुन्छ त स्लोएस्ट हाम्रो के हुन्छ त भन्दाखेरि चाहिँ स्टेपलाई हेर्छौँ त्यही भएर यो स्लोएस्ट स्टेपलाई हामी के भन्छौँ त यो स्लोएस्ट स्टेपलाई हामी के भन्छौँ त भन्दाखेरि रेट डिटरमाइनिङ किनकि यसले चाहिँ रेट अफ रिएक्सनको जुन रेट हुन्छ त्यसलाई चाहिँ के गर्छ डिटरमाइन गर्छ है त यो याद राख्नु रेट डिटरमाइनिङ स्टेप भनेको कुन हो भनेर सोध्यो भने कुन हो त द्याट इज स्लोएस्ट स्टेप भनेको के हो त यसको रेट डिटरमाइनिङ स्टेप हो इम्पोर्टेन्स है ल हेर अब अर्को कन्सेप्टमा जाउँ जस्तै अब दुईवटा कन्सेप्ट हुन्छ हेर एउटा अर्डर भन्ने हुन्छ मैले माथि भनिसकेको छु ए प्लस बी भनेको त्यसको अर्डर हो होइन यो अर्डर भनेको के हो र अर्को यस्तै टर्म हुन्छ मोलिकुल्यारिटी है त अर्डर र मोलिकुल्यारिटीमा के डिफ्रेन्स छ म सर र पारेर यो टेबल छ है तिमीहरूले आफैले पढ्दा पनि हुन्छ र म साइनी साइनी कुराहरू सर र हाइलाइट गर्दै म भनिदिन्छु है त यो अर्डर भनेको के हो हेर त अर्डर मैले माथि भनेको थिएँ हेर त अर्डर भनेको के रहेछ यिनीहरूको पावरमा जुन छ नि यसको चाहिँ सम रहेछ यहाँ हेर त अर्डर भनेको के लेखेको छ इट इज द सम अफ पावर क्या इट इज द सम अफ पावर रेज्ड अन कन्सन्ट्रेसन इन टर्म है इन टर्म्स इन द के भन्छ रेट एक्सप्रेसन है त यो चाहिँ के गरेर चाहिँ पावरको सम रहेछ अब मोलिकुल्यारिटी भनेको के हो एकदमै इम्पोर्टेन्ट कन्सेप्ट है त यो पनि मोलिकुल्यारिटी निकाल भनेर कहिले क्वेसनमा सोधिन्छ मोलिकुल्यारिटी भनेको इट इज द नम्बर अफ मोलिक्युल होइन अफ रिएक्टेन्ट टेकिङ पार्ट इन के त भन्दाखेरि इलिमेन्ट्री स्टेप अफ रिएक्सन कतिवटा नम्बर अफ मोलिक्युल एटमहरू चाहिँ त्यहाँनिर इन्भल्भ छन् है त होइन जस्तै कि एक्स प्लस वाइ है तिमीलाई मैले अझै सजिलोको लागि के भन्छु भने जस्तै अघिकै रिएक्सनमा जाउँ न त ए प्लस बी भन्ने चाहिँ यहाँनिर चाहिँ के थियो कम्पाउन्ड थियो यसले चाहिँ सी प्लस डी भन्ने दिएको थियो ओके हो यहाँनिर यो रिएक्टेन्टमा कतिवटा हाम्रो इलिमेन्टहरू अथवा एटमहरू मोलिक्युलहरू चाहिँ इन्भल्भ छन् त्यसैले हामी मोलिकुल्यारिटी भन्ने हो अहिले कति छन् भन त ए प्लस बी दुईवटा छन् हो कि नै एक दुई दुईवटा छन् सो यसको मोलिकुल्यारिटी कति भयो टू भयो ओके र यो जुन हाम्रो अर्डर भन्ने कुरा जुन हुन्छ नि यो अर्डर भन्ने कुरा के हुन्छ त अर्डर के हुन्छ त भन्दाखेरि चाहिँ एक्सपेरिमेन्टल भ्याल्यु है त यो चाहिँ कुन भ्याल्यु हो त भन्दाखेरि एक्सपेरिमेन्टल भ्याल्यु हो डिराइभ फ्रम द रेट एक्सप्रेसन ओके अनि त्यस्तै गरेर यो हाम्रो जुन मोलिकुल्यारिटी भन्ने छ यो चाहिँ थ्योरिटिकल भ्याल्यु हो है त याद राख ल अर्को यो एकदमै इम्पोर्टेन्ट टर्म छ अझै इम्पोर्टेन्ट टर्म छ है त यो यसलाई हाइलाइट गरेर राख्नु है त रेट अफ जुन अर्डर भन्ने कुरा हुन्छ नि यो जेरो पनि हुनसक्छ फ्रेक्सनल पनि हुनसक्छ इन्टेजर पनि हुनसक्छ के हुनसक्छ यो रेट भनेको जेरो पनि हुनसक्छ है जेरो पनि हुनसक्छ फ्रेक्सनल पनि हुनसक्छ इन्टेजरमा पनि हुनसक्छ है त सबै हेर्छौँ के छन् भनेर होइन तर यो मोलिकुल्यारिटी भन्ने जुन टर्म छ यो मोलिकुल्यारिटी भन्ने टर्म चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ नाइदर बी जेरो नर फ्रेक्सनल क्या बुझ्यो नि यो चाहिँ एन नम्बर वान टू थ्री मात्रै हुनसक्छ यस्तो जेरो फ्रेक्सनमा हुने भन्ने हुँदैन है त यो याद राख मैले बुझ्ने टर्म भनेको यो एकदमै इम्पोर्टेन्ट पोइन्ट हो ल हेर अब यो भ्याल्यु नेगेटिभ हुनसक्छ तर उसको भ्याल्यु नेगेटिभ हुँदैन खासै इम्पोर्टेन्ट छैन है त ल हेर अब लास्टतिर जाउँ मैले सर र तल लास्टतिर गएँ यता एउटा कुरा लेखेको छ हेर त इट डिपेन्ड्स अपन टेम्परेचर अर्डर भनेको टेम्परेचरमा डिपेन्ड गर्छ टेम्परेचर एन्ड कन्सन्ट्रेसन अफ के छ त भन्दाखेरि चाहिँ रिएक्टेन्ट पनि डिपेन्ड गर्छ तर यो चाहिँ के छ त हेर त यो चाहिँ के छ इन्डिपेन्डेन्ट अफ प्रेसर एन्ड टेम्परेचर ओके ल हेर अब जस्तै इक्जाम्पलहरू हेरौँ है त जस्तो मोलिकुल्यारिटीको इक्जाम्पलहरू हेरौँ जस्तै हेर त NH4NO2 ध्यान दियो त यो NH4NO2 भन्ने एउटा रिएक्टेन्ट छ NH4NO2बाट चाहिँ के भन्यो N2 प्लस वाटर्समा चाहिँ यो चेन्ज भयो ओके र यसको मोलिकुल्यारिटी कति भयो भन त हेर त एउटा मात्रै छ नि त NH4NO2 भनेको एउटा मात्रै हो सो त्यही भएर यसको मोलिकुल्यारिटी एउटा भयो सो यसको मोलिकुल्यारिटी वान भइसकेपछि यसलाई हामी के भन्छौँ त युनिमोलिकुलर भनेर भन्छौँ ओके अब त्यस्तै गरेर अर्को रिएक्सन अब त सजिलो भइसक्यो होला हेर त अब के भयो है त NO2 सरी NO प्लस O3 मिलेर के दियो त भन्दाखेरि NO2 र अक्सिजन दियो सो यसको कतिवटा कम्पाउन्ड छन् हेर त रिएक्टेन्टमा दुईवटा छन् सो यसको मोलिकुल्यारिटी कति भयो टू भयो अब ध्यान दियो अर्को अब यो एकदमै इम्पोर्टेन्ट यो छ यो के छ त भन्दाखेरि चाहिँ टु FeCl3 प्लस है SnCl2 गिभ मिलेर के दियो त भन्दाखेरि टु के गर्यो त टु FeCl2 प्लस SnCl4 दियो अब यसको मोलिकुल्यारिटी तिमीले झट्टै हेर्दाखेरि चाहिँ के देख्छौ एउटा यो FeCl3 छ अर्को चाहिँ के छ त भन्दाखेरि चाहिँ SnCl2 छ सो यसको मोलिकुल्यारिटी टू भयो तर यहाँनिर एउटा पोइन्ट ध्यान दियो हामीले मोलिकुल भनेको थियो नम्बर यता हेर त यहाँनिर चाहिँ कतिवटा छन् FeCl3 दुईवटा छन् त्यही भएर हामी यसलाई सिङ्गल राख्न पाउँदैनौँ सो दुईवटा FeCl3 प्लस एउटा मात्रै SnCl2 सो टू प्लस वान गरेर कति हुन्छ थ्री हुन्छ सो यसको मोलिकुलर कस्तो भयो त ट्राइमोलिकुलर चाहिँ के भयो त यो रिएक्सन भयो है आई होप तिमीहरूले मोलिकुल्यारिटी निकाल्न सिक्यो होला अब यस्तै गरेर एउटा अर्को टर्म हुन्छ क्या हेर त स्युडो युनिमोलिकुलर भन्ने छ युनिमोलिकुलर भन्ने त हामीले बुझ्यौँ अब स्युडो युनिमोलर मोलिकुलर भनेको के हो त
है त। यो भनेको के हो त भन्दाखेरि चाहिँ यो एउटा यस्तो हाम्रो रियाक्सन हो जसले फर्स्ट अर्डर रियाक्सन फलो गर्छ है त। इट अवे फर्स्ट अर्डर रियाक्सन अल्दो दे आर नट युनिमोलिकुलर। क्या हेर त, युनिमोलिकुलर नभइकन पनि यिनीहरूले चाहिँ फर्स्ट अर्डर रियाक्सन फलो गर्छ क्या। त्यही भएर यिनीहरूलाई हामी स्युडो युनिमोलिकुलर रियाक्सन भनेर भन्छौँ। र इक्जाम्पल तिमीले अर्ग्यानिकमा पनि एकदमै पढ्छौ, र यहाँ पनि तिमीहरूलाई मैले सर्र पारेर इम्पोर्टेन्ट भएर म भनिदिन्छु है त। ल हेर, इक्जाम्पल अफ के त भन्दाखेरि चाहिँ स्युडो युनिमोलिकुलर रिएक्सन। जस्तै इक्जाम्पल के छ, एउटा फर्स्ट इक्जाम्पल छ इन्भर्जन अफ केन सुगर है त, हाम्रो सुक्रोज अथवा हेर त इन्भर्जन अफ के छ त भन्दाखेरि चाहिँ सुक्रोजको जुन रिएक्सन हुन्छ नि, त्यो भनेको पनि कुन रिएक्सन हो भन त। है, त्यो भनेको पनि स्युडो युनिमोलिकुलर रिएक्सन हो। र यसमा पनि मोलिकुल्यारिटी यसको कति हुन्छ, टू हुन्छ। र यो अर्डर के हो त यसको, फर्स्ट अर्डर रिएक्सन है त। यो एकदमै इम्पोर्टेन्ट छ, अर्ग्यानिकमा पनि तिमीहरूले एकदमै धेरै ठाउँमा देख्छौ है त। यसको अर्डर चाहिँ वान हो, मोलिकुल्यारिटी चाहिँ यसको कति हुन्छ, टू हुन्छ। त्यस्तै गरेर अर्को कुरा हेर त, हाइड्रोलाइसिस अफ अर्ग्यानिक क्लोराइड है। अर्ग्यानिक क्लोराइडमा जस्तै क्लोराइडहरूको हाइड्रोलाइसिस गर्यो भने तिनीहरू पनि कुन हुन् त है त, हाम्रो स्युडो युनिमोलिकुलर रिएक्सन। हेर त कसरी, यसको अर्डर चाहिँ वान हो, र यसले के गरिदियो त भन्दाखेरि चाहिँ अर्डर चाहिँ वान छ। या त अब्बे फर्स्ट अर्डर रिएक्सन भनेको कि नै अल दे आर नट युनिमोलिकुलर, तर यो युनिमोलिकुलर छ त छैन, टू छ। हेर त यसको अर्डर चाहिँ वान छ, मोलिकुल्यारिटी टू छ। ओके, त्यस्तै गरेर अर्को रिएक्सन, अर्को के छ त भन्दाखेरि चाहिँ एसिडिफाइड हाइड्रोलाइसिस अफ इस्टर। हेर त एसिडिफाइड हाइड्रोलाइसिस अफ इस्टर जसको अर्डर चाहिँ वान हो, तर तर यसको मोलिकुल्यारिटी कति छ त, हाम्रो के छ त, टू छ। हेर त, तर नझुक्किनु है, अर्को पनि म यहाँ बट भन्ने अर्को पनि के छ त, यस्तै हेर त तिमीले झुक्किने कहाँ हो त भन्दाखेरि चाहिँ यो एसिडिफाइड भनेको थियो, ध्यान दियो है त। है, जुन एसिड हाइड्रोलाइसिस अफ स्टर हुन्छ नि, त्यो भनेको त स्युडो युनिमोलिकुलर हो। बट यहाँ हेर त अल्कलाइन हाइड्रोलाइसिस भन्यो भने तिमीहरू यहाँ झुक्किन्छौ है त, जसलाई हामी सेपोनिफिकेसन पनि भन्छौँ, पढायो होला तिमीहरूले अर्ग्यानिकमा। जुन अल्कलाइन हाइड्रोलाइसिस अफ स्टर छ त्यो चाहिँ के हो त है, द्याट इज सेपोनिफिकेसन। यो चाहिँ के हो त है, हाम्रो के हो त बाइमोलिकुलर नै है त यसको, यो चाहिँ स्युडो युनिमोलिकुलर होइन। यसको मोलिकुल्यारिटी टू छ, अर्डर पनि टू छ है त, यो चाहिँ होइन। यो होइन है, याद राख्नु, इट इज नट के त है स्युडो युनिमोलिकुलर रिएक्सन, एकदमै इम्पोर्टेन्ट छ। ल हेर, अब हामीले के गर्यौँ, केही टर्महरू जान्यौँ, रेट अफ रिएक्सन जान्यौँ, अर्डर जान्यौँ, र त्यसपछि हामीले एक्टिभेसन इनर्जी, मोलिकुल्यारिटी र स्युडो युनिमोलिकुलरको कुरा जान्यौँ। अब त्यसपछि यसको हाम्रो हाफ लाइफको कुरा गर्छौँ र अर्डरको कुरा गर्छौँ है त। म यो सर र लास्टमा तिमीहरूलाई समरीको रूपमा यो टेबल त दिन्छु नै दिन्छु, र त्योभन्दा अगाडि चाहिँ मैले केही अर्डरहरूको कुरा गरौँ है त। ल हेर, जस्तै जेरो अर्डरबाट सुरु गर्छु मैले। के हो यो जेरो अर्डर भन्दाखेरि चाहिँ मैले अघि तिमीहरूलाई एउटा रिएक्सन देखाएको थिएँ, के थियो रिएक्सन भन त। जस्तै ए गिफ्स ए कम्पाउन्डले बी भन्ने प्रोडक्ट दियो। ओके, ठिक छ, हामीले रिएक्टेन्टमा हेर्छौँ। सो यसको रेट भनेको के आउँछ भन त, आर भनेको चाहिँ के ए टु दि पावर के आउने हो, एम आउने हो। अर्को बी टु दि पावर एन थियो, हो कि नै। सो यो एम भन्ने जुन छ नि, यो अर्डर हो। मैले भनिसकेँ नि, यदि यो एमको भ्याल्यु जेरो छ भने त्यसलाई हामी जेरो अर्डर भन्छौँ के। बुझ्यौ, यो अर्डर चाहिँ यदि एमको भ्याल्यु जेरो छ भने त्यसलाई हामी जेरो अर्डर रिएक्सन भनेर भन्छौँ है। अब यता राख त, यता हेर त, यो एमको भ्याल्यु जेरो राख त, यहाँनिर के हुन्छ, यदि मैले यो एमको भ्याल्यु यहाँनिर जेरो राखेँ भने यो यसको हाम्रो रिलेसन के आउँछ भन त, आर इक्वस टू के आउँछ, हो कि नै। समथिङ पावर जेरो भनेको त वान हो। सो त्यही भएर चाहिँ आर इक्वस टू के आयो। अब के भन्न सक्छौँ यहाँ हेर त, अब यहाँ भन्ने कुनै यो भनेको ए भनेको के हो भन त, इनिसियल कन्सन्ट्रेसन है त। यो ए भनेको के हो, इनिसियल कन्सन्ट्रेसन हो, इनिसियल कन्सन्ट्रेसन, हो कि नै। यो ए भनेको के हो त, इनिसियल कन्सन्ट्रेसन हो। अब हेर त यहाँनिर यो फाइनल रिएक्सनमा, फाइनल जुन रिलेसन छ यसमा इनिसियल कन्सन्ट्रेसन छ त छैन। त्यही भएर हामी यहाँ जेरो अर्डरमा के भन्न सक्छौँ त भन्दाखेरि चाहिँ यसको जुन रेट छ यो चाहिँ के हुन्छ त भन्दाखेरि इन्डिपेन्डेन्ट हुन्छ केमा, इनिसियल कन्सन्ट्रेसनमा। एकदमै इम्पोर्टेन्ट पोइन्ट छ है त। इम्पोर्टेन्ट के छ त भन्दाखेरि चाहिँ जेरो अर्डरमा चाहिँ जुन हाम्रो रेट छ है त, जुन हाम्रो रेट हुन्छ यो चाहिँ के हुन्छ, इन्डिपेन्डेन्ट हुन्छ केसँग, इनिसियल कन्सन्ट्रेसनसँग है त। सोध्न सक्छ क्या, जस्तै कि हाम्रो रेट अफ रिएक्सन चाहिँ जुन इनिसियल कन्सन्ट्रेसन हुन्छ त्यो चाहिँ रेट अफ रिएक्सन कुन अर्डरमा डिपेन्ड गर्दैन भन्यो भने जेरो अर्डरमा। अब इक्जाम्पलहरू के हो त है त, यिनीहरूको सर इक्जाम्पलहरू है त। इक्जाम्पल अफ जेरो अर्डर रिएक्सन, जस्तै फर्स्ट इक्जाम्पल छ है त, जुन लाइटको प्रिजेन्समा हुने हेर त फोटोकेमिकल रिएक्सनहरू, लाइटको प्रिजेन्समा हुने रिएक्सनहरू। जस्तै कि हाम्रो के छ त हेर त, यो रिएक्सन हेर त, मिथेन प्लस क्लोरिन गरेर लाइटको प्रिजेन्समा हामीले के बनायो त हेर त, है त CH3Cl प्लस HCl बनायो। ओके, जस्तै अर्को अर्को रिएक्सन पनि छ, दिस इज डिसोसिएसन अन के छ त मेटल सर्फेस है त। डिसोसिएसन अन मेटल सर्फेसमा कुन रिएक्सन छ त भन्दाखेरि हेर त, अमोनिया चाहिँ मोलिबेडिनममा चाहिँ हाम्रो इन द फ्रिज हिट गर्यो भने के दियो त यसले, हेर त यो अमोनिया भन्ने कुरा चाहिँ नाइट्रोजन र हाइड्रोजनमा डिसोसिएट भयो। बुझ्यो। र त्यस्तै गरेर अर्को छ डिकम्पोजिसन अफ एचआई अन गोल्ड सर्फेस। दिस आर के हो त भन्दाखेरि चाहिँ इक्जाम्पल अफ जेरो अर्डर रिएक्सन। ओके,
ल हेर अब त्यस्तै गरेर फर्स्ट अर्डर हेरौँ। अब फर्स्ट अर्डर भनेको के होला, त्यो एमको भ्याल्यु कति हुनु पर्यो भन त फर्स्ट अर्डरमा, भेरी गुड 1 हुनु पर्यो। सो यो 1 भनेको के हो त फर्स्ट अर्डर रिएक्सन भयो। अब त्यस्तै गरेर चाहिँ हेर त यसमा के कुरा लेखेको छ, समथिङ केही छ यसलाई पनि पढिदिउँ है त। हेर त अ चेन्ज इन कन्सन्ट्रेसन युनिट डज नट एफेक्ट के त भन्दाखेरि चाहिँ न्युमेरिकल भ्याल्यु, मैले भनिसकेको छु न्युमेरिकल के हो भन त, रेट कन्सटेन्ट हो क्या, रेट कन्सटेन्टमा डिपेन्ड नै गर्दैन नि कन्सन्ट्रेसन भन्ने कुरा हामीलाई थाहा भइसकेको छ, यो केमा मात्रै डिपेन्ड गर्छ, टेम्परेचरमा मात्रै डिपेन्ड गर्छ, हो कि नै है त, यो ठुलो कुरा भएन। अब यहाँ हेर त अर्को कुरा छ टाइम, यो हेर है यो थर्ड पोइन्ट हेर त, द टाइम अफ के हुन्छ त कम्प्लिसन अफ रेडियो एक्टिभ डिके भनेको चाहिँ इन्फाइनाइट हुन्छ, यो हाफ लाइफमा म अहिले बताउँछु यो भनेको के हो भन्ने कुरा। र अर्को यो टर्म भेरी भेरी इम्पोर्टेन्ट टर्म के छ त भन्दाखेरि चाहिँ जुन हाफ लाइफ हुन्छ नि यो चाहिँ इन्डिपेन्डेन्ट हुन्छ के त भन्दाखेरि चाहिँ इनिसियल कन्सन्ट्रेसनमा। तिमीलाई क्वेसन दुईवटा टर्म सोध्न सक्यो हेर त, हेर है रेट अफ रियाक्सन एकदमै पोइन्ट छ, यसलाई हाइलाइट गरेर राख। रेट अफ रियाक्सन चाहिँ इनिसियल कन्सन्ट्रे आइसी लेखे, इनिसियल कन्सन्ट्रेसनमा इन्डिपेन्डेन्ट हुने अर्डर कुन हो भन त, इन्डिपेन्डेन्ट हुने अर्डर कुन हो, इन्डिपेन्डेन्ट हुने अर्डर भनेको भेरी गुड है त, यो कुन अर्डर हो, जेरो अर्डर हो, जेरो अर्डर हो। तर यहाँ रेट अफ रियाक्सन नभनेर तिमीहरूलाई हाफ लाइफ भनिदियो, हाफ लाइफ भन्यो भने T1/2 भनेको हाफ लाइफ हो, हाफ लाइफ चाहिँ है इन्डिपेन्डेन्ट भयो भने, हाफ लाइफ चाहिँ इन्डिपेन्डेन्ट भयो केमा है त, इनिसियल कन्सन्ट्रेसनमा भन्यो भने तिमीहरूलाई कुन अर्डर हो त, यो चाहिँ फर्स्ट अर्डर हो है त, नझुक्किन है। हाफ लाइफ भनेको छ कि तिमीहरूलाई चाहिँ हाम्रो रेट अफ रिएक्सन भनेको छ, यसमा चाहिँ नझुक्किनु होला, हाफ लाइफ भनेको छ भने फर्स्ट अर्डर, र त्यस्तै गरेर चाहिँ हाम्रो अनि कन्सन्ट्रेसन अथवा रेट अफ रिएक्सन भन्यो भने त्यो चाहिँ भन त जेरो अर्डर, ओके। ल यो टर्म तिमीले बुझ्यौ होला। र हेर त जुन हाम्रो रेडियो एक्टिभिटी हुन्छ नि, क्वेसन एकदमै इम्पोर्टेन्ट छ यो टर्म पनि याद राख, नोट भन्ने टर्ममा हेर त, पोइन्टमा हेर त, रेडियो एक्टिभ डिके जुन हुन्छ नि इट इज के हो त भन्दाखेरि फर्स्ट अर्डर काइनेटिक्स हो, भन्नुको मिनिङ चाहिँ जुन रेडियो एक्टिभिटी हुन्छ नि, यो रेडियो एक्टिभिटी भनेको पनि जुन यो रेडियो एक्टिभिटी हुन्छ नि, रेडियो एक्टिभिटी पनि के हो त फर्स्ट अर्डर रिएक्सन हो, याद राख। इक्जाम्पल है त, बेस्ट इक्जाम्पल एउटा के आयो, रेडियो एक्टिभिटी आयो फर्स्ट अर्डरको। त्यस्तै गरेर अरू इक्जाम्पलहरू पनि हेरौँ। इक्जाम्पल के त फर्स्ट अर्डर रिएक्सनको इक्जाम्पलहरू हेऱ्यौँ त, जस्तै डिकम्पोजिसन अफ हाइड्रोजन पेरोक्साइड H2O2 चाहिँ एकै सोल्युसनमा डिकम्पोजिसन भयो, के दिन्छ त हेर त, H2O2 वाटरमा गएर के भन्यो है त, के भन्यो वाटर प्लस हाफ अक्सिजन दियो, यो पनि फर्स्ट अर्डर रिएक्सन हो है त। र अर्को यो पोइन्ट याद राख, डिकम्पोजिसन अफ अमोनियम नाइट्राइट इन के भन्छ एक्वेस सोल्युसन, भन्नुको मिनिङ चाहिँ NH4NO2 चाहिँ एक्वेस सोल्युसनमा हालेर N2 प्लस होइन 2 मोलिकुल अफ वाटर दियो भने यो पनि कुन अर्डर हो, फर्स्ट अर्डर रिएक्सन, फर्स्ट अर्डर रिएक्सन हो, यो पनि याद राख, ओके। त्यस्तै गरेर अर्को इक्जाम्पल छ, यसलाई पनि यो इक्जाम्पल पनि इम्पोर्टेन्ट छ है त, सोधिरहेको छु यो पनि है त, 2N2O5 है, नझुक्किने है त, 2N2O5, 2N2O5 डिसोसिएट भएर के बन्यो भन त, N2O5 चाहिँ N2O5 कहाँ गयो त, N2O5 चाहिँ है 4NO2 रिएक्सन ब्यालेन्स गरेर फो आएको, 4NO2 प्लस अक्सिजन, यो चाहिँ कुन अर्डर हो है, कुन अर्डर हो भन त, दिस इज फर्स्ट अर्डर। तर मैले अघि तिमीलाई एउटा रिएक्सन यस्तै देखाएको थिएँ थाहा छ अघि, यो रिएक्सन भनेको यसलाई चाहिँ मैले ट्याक्कै उल्टाइदियो भने यो थर्ड अर्डरमा जान्छ, यो याद राख है त। अगाडि डिसोसिएट भइरह भने चाहिँ यसमा चाहिँ यो कम्पाउन्डमा डिसोसिएट भइरह भने फर्स्ट अर्डर बुझ, फर्म भइरह भने यो चाहिँ कुन अर्डर बना त भन्दाखेरि चाहिँ है थर्ड अर्डर है त, अहिले म देखाउँछु। त्यस्तै गरेर अरू इक्जाम, अब हेर सेकेन्ड अर्डर, फर्स्ट इक्जाम हाम्रो अर्डरको इक्जाम्पल हेऱ्यौँ, अब सेकेन्ड अर्डरको इक्जाम्पलहरू के छन् हेर्नु त, त्यही हो सेकेन्ड अर्डरमा पनि मैले भनिसकेको छु है त, एम भनेको कुरा के हो त 2 आउँछ त्यहाँनिर सेकेन्ड अर्डरमा, ओके। जस्तै यसको पनि इक्जाम्पलहरू हेरौँ, इक्जाम्पल अफ के त भन्दाखेरि चाहिँ सेकेन्ड अर्डर, जस्तै हेर त हाइड्रोलाइसिस, अघि मैले भनेको थिएँ हाइड्रोलाइसिस, हेर त के त हाइड्रोलाइसिस अफ स्टर बाई अल्कालाइन, अल्कालाइन मिडियमको जुन छ नि मैले भनिसकेको थिएँ सुरुमा है त। अब यहीँबाट यहाँ के दिएको छ भन्दाखेरि चाहिँ हाइड्रोलाइसिस अफ स्टर बाई एन्ड अल्काली, यानि कि सेपोनिफिकेसन जुन रिएक्सन हुन्छ त्यो चाहिँ कुन अर्डर रहेछ, सेकेन्ड अर्डर रहेछ। र मलाई यहीँनिर भनिदियो त तिमीहरूले के भनिदियो भन्दाखेरि मैले एसिडिक हाइड्रोलाइसिस अफ स्टर गऱ्यो भने चाहिँ यो हाम्रो कुन रिएक्सन हो भन त, भेरी गुड है त, यो कुन रिएक्सन हो, अहिले भर्खर पढ्यो हामीले स्युडो युनिमोलिकुलर रिएक्सन, ठिक छ, मोलिकुलर रिएक्सन हो, यहीबाट हामीले बुझ्यौँ, ठिक छ। ल हेर त भर्खर गऱ्यो। अब त्यस्तै गरेर थर्ड अर्डर रिएक्सन छ, हेर त इक्जाम्पल अफ थर्ड अर्डर, यसमा अब बुझिसक्यो एमको भ्याल्यु कति हुनु पर्यो, थर्ड हुनु पर्यो। र त्यस्तै गरेर हेर त यो भनेको के रहेछ त, रिएक्सन बिट्विन नाइट्रिक अक्साइड र अक्सिजन, अघिको रिएक्सन हेर त, नाइट्रिक अक्साइड हेर त 2NO प्लस अक्सिजनमा रिएक्सन गरेर 2NO2 दियो भने चाहिँ के थियो त भन्दाखेरि चाहिँ यो थर्ड अर्डर रिएक्सन भयो है त। अरू त्यस्तै गरेर रिडक्सन हेर त, अर्को छ रिडक्सन अफ FeCl3 बाई SnCl2,
रिएक्सन यस्तो छ, हेर है त। त्यस्तै गरेर अब अर्को हेर, अर्को के छ, फोर्थ अर्डर रिएक्सन हो। सबै इम्पोर्टेन्ट छैनन् है, मैले भनिसकेको छु अलिअलि यहाँ भएको कुराहरू चाहिँ मैले इम्पोर्टेन्ट भनेको कुराहरूलाई पढ, अरू चाहिँ खासै टाउको दुखाउनु पर्दैन। ल हेर, फोर्थ अर्डर रिएक्सनको इक्जाम्पल के छ त भन्दाखेरि चाहिँ हेर केसिएलओ थ्री चाहिँ केसिएलओ फोरमा चेन्ज भयो क्या, होइन, फोर मोलिकुल थियो यसमा गएर थ्री भयो। सो यो चाहिँ कुन रिएक्सन हो, फोर्थ अर्डर रिएक्सन रहेछ। त्यस्तै गरेर मैले एउटा अर्को पोइन्ट पनि भनेको थिएँ त्यहाँ, के भनेको थिएँ, हाम्रो अर्डर भन्ने कुरा फ्रेक्सन पनि हुन सक्यो, जेरो पनि हुन सक्यो, त्यस्तै गरेर इन्टिजर पनि हुन सक्यो, हो कि नै। जस्तै हेर फ्रेक्सन भएको रेट अफ रिएक्सन कुन छ, फ्रेक्सन इक्जाम्पल अफ के छ त भन्दाखेरि फ्रेक्सनल अर्डर। जस्तै के छ त अल्डिहाइड, हेर त यो के हो, अल्डिहाइड चाहिँ केमा चेन्ज भयो, मिथेन प्लस कार्बन मोनोअक्साइडमा चेन्ज भयो भन्यो भने यसको यदि तिमीले अर्डर निकाल्छौ भने यसको एमको भ्याल्यु कति आउँछ, 3/2 आउँछ, अथवा यसको 1.5 आउँछ। हेर त फ्रेक्सनल अर्डर अफ, बुझ्यो है त। जुन चाहिँ अल्डिहाइड छ यो चाहिँ कहाँ भयो, मिथेन प्लस कार्बन मोनोअक्साइडमा चेन्ज भयो। यो जुन अर्डर रहेछ, यो कति कुन अर्डर रहेछ, 1.5 अथवा 3/2 यसको अर्डर रहेछ, त्यही भएर फ्रेक्सनमा गयो है त। त्यस्तै गरेर नेगेटिभ अर्डर पनि हुन्छ भनेको थिएँ मैले। नेगेटिभ अर्डर भएको के छ त भन्दाखेरि चाहिँ हेर त के भयो भन्दाखेरि जुन ओजोन छ त्यो चाहिँ कहाँ गयो त भन्दाखेरि चाहिँ अक्सिजनमा गयो। हेर त यो चाहिँ कुन रहेछ, यसको जुन हाम्रो त हेर त अर्डर विथ रेस्पेक्ट टु अक्सिजन चाहिँ कति छ, -1 छ। सो यसको अर्डर कति भयो, -1 भयो। आयो बुझ्यो होला। ल अब हेर त, अब यो सबै कुराहरूलाई चाहिँ तिमीहरूले अब कोही यता लेखेको छु, कोही उता लेखेको छु, सबैले एक ठाउँमा मैले यहाँ कलेक्सन गरेर चाहिँ एउटा टेबलमा तिमीहरूलाई बुझाउँछु। सो यो टेबल चाहिँ एकदमै इम्पोर्टेन्ट छ, आमा इम्पोर्टेन्ट टेबल छ है त, याद राख्नु है त। जस्तै हेर मैले अर्डरमा हेर माथि के लेखेको छ, अर्डर अफ रिएक्सन, तल के छ त हाम्रो रेट इक्वेसन, अनि त्यसपछि रेट ल, त्यसपछि यसको युनिट के हुन्छ मैले युनिट निकाल्न सिकाइसकेको छु, हाफ लाइफ के हुन्छ र हाफ लाइफसँगको यसको रिलेसन के हुन्छ त्यो पनि हेरौँला है त। ल हेर, जस्तै फर्स्ट अर्डर रिएक्सन छ। फर्स्ट अर्डर रिएक्सनमा मैले तिमीलाई एउटा कुरा भनेको थिएँ भन त, जुन रेट अफ रिएक्सन छ इट इज इन्डिपेन्डेन्ट, हेर त A⁴ छ, अघि सबै लेखाएको कुरा है, म सबै पढेर यहाँ तिमीहरूलाई टाइम वेस्ट गर्दैन, तिमीहरूले आफैले पढ्न सक्छौ है त। यो चाहिँ के छ त, फर्स्ट अर्डरमा इन्डिपेन्डेन्ट छ, हो कि नै। फर्स्ट अर्डरमा के छ त भन्दाखेरि चाहिँ यो चाहिँ इन्डिपेन्डेन्ट छ है त, R के छ है त। त्यसपछि रेट ल भनेको के हो त, K dx/dt, ठिक छ। र यसको युनिट कसरी निकाल्ने जेरो अर्डरको भन त है, जो अब युनिट निकाल्न सिकाउँछु म हेर तिमीलाई। अघि मैले युनिट निकाल्ने फर्मुला तिमीलाई दिएको थिएँ नि, अब त्यसपछि तिमीहरूले आफै निकाल्न सक्छौ। के थियो भन त, के को जुन हाम्रो मैले फर्मुला दिएको थिएँ, यो भनेको चाहिँ के थियो भन त, मोल पर लिटर के थियो पावरमा, मोल पर लिटरको पावरमा भन त, भेरी गुड, मोल पर लिटरको पावरमा 1 - n/सेकेन्ड थियो, हो कि नै, पर सेकेन्ड थियो। सो यहीँबाट मैले अब कुन अर्डर भनेको छ, अहिले जेरो अर्डर भनेको छ। सो एनको भ्याल्यु कति राखिदियो, जेरो राखिदियो। सो एनको भ्याल्यु जेरो राख्दाखेरि कति आउँछ भन त, एनको भ्याल्यु जेरो राख्दाखेरि के भनेको कति आउँछ, मोल पर लिटर, यो पावरमा 1 मात्रै बस्यो, हो कि नै, मोल पर लिटर पर सेकेन्ड। हेर त मोल पर लिटर पर सेकेन्ड भन्ने आउँदो रहेछ। मोल पर लिटर पर सेकेन्ड भनेको यसको के भयो त, युनिट भयो। तिमीहरूले सबै अब घोक्ने होइन क्या यो, त्यही भएर के गर्ने त भन्दाखेरि सर र यो सम्झिने, मैले तिमीहरू ब्राकेटमा हालिदिइसकेको छु। सो यो सम्झिने र यो सम्झिसकेपछि एनको भ्याल्यु चेन्ज गर्दै जाने, ओके। ल त्यसपछि हाफ लाइफ भन्ने कुरा छ, हेर हाफ लाइफ भनेको चाहिँ हामीलाई थाहा छ, त्यसको डिसइन्टिग्रेट, हाफ डिसइन्टिग्रेट हुन लाग्ने टाइम चाहिँ त्यो के हो, हाफ लाइफ हो। सो यसको हाफ लाइफ भनेको के हुन्छ त, जेरो अर्डर रिएक्सनमा तिमीहरूलाई यो याद राख्नु है त, हाफ लाइफ भनेको के हुन्छ त भन्दाखेरि चाहिँ ए को पावरमा कति हुन्छ, सरी A/2k हुन्छ। के भनेको के हो त, रेट कन्सट्यान्ट हो है, याद राख्नु। सो हाफ लाइफमा के हुँदो रहेछ, 2k हुँदो रहेछ। तिमीलाई अझै मैले धेरैले अब यो अर्को यसको पनि निमोनिक छ है, तिमीलाई म दिउँला यो पनि है, सर्टकट छ यसको पनि। तर त्यो सर्टकट चाहिँ डाइरेक्टली यो फर्मुला नै तिमीहरूलाई दिनको लागि चाहिँ मिल्दैन त्यसमा चाहिँ। तर तिमीहरूले यो रिलेसन के बुझ्नु भने जेरोमा अरू काहीँ 2k छैन, हेर त है। तिमीलाई अर्को मेन जान्नुपर्ने कहाँ थियो त भन्दाखेरि थर्ड अर्डरसम्म हो, तर यहाँ थर्ड अर्डरमा 2k छ, तर ए पनि छ है त। अहिले म जस्ट बुझाइरहेको छु है, 2k भनेको के रहेछ त भन्दाखेरि चाहिँ जेरो अर्डरमा हुन्छ भनेर याद राख है त। त्यसपछि अर्को कुरा के छ, फर्स्ट अर्डर। फर्स्ट अर्डरमा अब सक्छौ तिमीहरू यस्तो गर्न, ए को भ्याल्यु एमको भ्याल्यु 1 राख, मैले गरिसकेको छु। र यसको यो रेट ल भनेको चाहिँ हेर त मैले 2.303/t लग समथिङ समथिङ राखेको छ। अब यसको अर्डर भनेको निकाल्न सक्छौ है। फर्स्ट अर्डर भनेको के रहेछ, पर सेकेन्ड रहेछ। त्यसपछि फर्स्ट अर्डर भनेको मैले इक्जाम्पल भन त, यसको फेमस इक्जाम्पल फर्स्ट अर्डरको, भेरी गुड, के थियो त भन्दाखेरि तिमीलाई याद आउने भनेको रेडियो एक्टिभिटी हो। जुन यहाँ यो रेडियो एक्टिभिटीको जुन हाफ लाइफ हुन्छ नि, सेम हाफ लाइफ यहाँ पनि हुन्छ भन त। हाफ लाइफ कति हुन्छ यसको, सेम रेडियो एक्टिभिटीको जुन हाफ लाइफ हो नि, त्यही हाफ लाइफ भनेको फर्स्ट अर्डरको पनि हो क्या। हेर त तिमीलाई यो फर्मुला पढायो हो कि नै, भन त है, टी भनेको 0. कति हुन्छ त, 0.693/t। अब यो भनेको के हो मलाई भन त, यो भनेको टी भनेको के हो, टी भनेको चाहिँ के हो, 0.693/ल्याम्दा लेखेको थियो नि, हो ल्याम्दा हो। यो भनेको के थियो हाम्रो, यो भनेको के थियो त भन्दाखेरि चाहिँ हाफ लाइफ थियो। मलाई भन मिन लाइफ के थियो यसको,
मिन लाइफ के थियो भन, भेरी गुड, लग टू थियो कि नै? लग टू भनेको यसको के थियो? मिन लाइफ। मिन लग टू बाई है त, यस्तो यस्तो थियो होइन। मैले जस्ट याद गराएको तिमीलाई, सम्झिनु है त त्यो पनि। अब हेर, यसको हाफ लाइफ भनेको मैले रेडियो एक्टिभिटी जस्तै हुन्छ भनेको थिएँ। यसको पनि हेर त, अब यहाँबाट केसँग हाम्रो हाफ लाइफको इनिसियल कन्सन्ट्रेसनसँग इन्भर्स रिलेसन छ है, यो याद राख। अब त्यस्तै गरेर तिमीले यस्तो सिमिलरली हेर है, सेकेन्ड अर्डरमा पनि के छ? अब सबै यो अब यो रेट लेख्न थालिहाल्छौ, यो तिमीहरूले त्यति इम्पोर्टेन्ट पर्दैन है त। त्यस्तै गरी अर्डर तिमीलाई थाहा भइहाल्छ, यो अर्डर निकाल्न जान्नु पर्यो। त्यसपछि हेर, हाफ लाइफ सेकेन्ड अर्डरमा के हुन्छ हेर त, एके हुन्छ होइन। एके भनेको एक, अब सम्झिने तरिकामा सिम्पल दिन्छु है त, कसरी सम्झिने भन्दाखेरि चाहिँ एउटा घटाउँदै जाने, एउटा घटाउँदै भन्नुको मिनिङ के हो थाहा छ? हेर त, टू हुँदाखेरि एक भनिरहेको छ, हेर त यो एकेलाई एक जस्तै पढ त, एक जस्तै पढ त टु केलाई, सरी यो एकेलाई एक जस्तै छ नि, टू छ भने एक भयो। अनि थ्री छ भने के हुनु पर्यो? टू हुनु पर्यो कि नै? हेर त, थ्री छ भने टू एक भयो, टू टू भयो। यसरी सम्झिने है त, मैले चाहिँ यसरी सम्झाएको छु, माथि चाहिँ थ्री छ भने थ्री नै छ है त। यो तिमीहरूले यसरी सम्झिनु, ओके। र यो टेबल चाहिँ जसरी सम्झिने हो, प्लिज यो टेबल पनि इम्पोर्टेन्ट छ, यसलाई पनि सर सम्झिनु होला है त। ल, अब हामी हाफ लाइफमा जाउँ है त। यसको हाफ लाइफको बारेमा हेरौँ। हाफ लाइफलाई हामी T1/2ले पनि जनाउँछौँ है त, यो याद राख। हाफ लाइफ, सो हाफ लाइफ भनेको टाइम रिक्वायर्ड टु डिसइन्टिग्रेट हाफ हो, हामीलाई थाहा छ। जस्तै यो हेर त, 50% हेरौँ है त। यो तिमीहरूले अझै यसलाई डिटेलमा चाहिँ रेडियो एक्टिभिटी भन्ने च्याप्टरमा पढ्छौ, अहिले चाहिँ सर र मैले रिकल गराइदिएर मात्रै हो है। 50% हाम्रो डिके हुनको लागि कति हाफ लाइफ लाग्छ भने एउटा हाफ लाइफ लाग्छ, हो कि नै? 50%को लागि हाफ लाइफ भनेकै त्यही त हो, 50% डिके हुने। र त्यस्तै गरी तिमीलाई कहिले काहीँ सोधिदिन्छ क्या, 75% डिके हुनको लागि टु हाफ लाइफ लाग्छ, कति लाग्छ? 75% डिके हुनको लागि कति हाफ लाइफ लाग्छ है त? दुईवटा हाफ लाइफ लाग्छ। 90% डिके हुनको लागि कति लाग्छ हाफ लाइफ? तिन 3.3 हाफ लाइफ लाग्छ भनेर याद राख। 99%को लागि यसको ट्याक्कै डबल जति हुन्छ, नियरली तिमीहरू 7 भनेर याद राख है त। 99% डिके हुनको लागि 7 हाफ लाइफ जति लाग्छ। र त्यस्तै गरेर 99, अब लास्टको हेर त, 99.9% जुन चाहिँ टाइम हाम्रो के हुन्छ त भन्दाखेरि चाहिँ है, 99.9% डिके हुनको लागि हाम्रो कति लाग्छ? 10वटा हाफ लाइफ लाग्छ। र यदि 100% कम्प्लिटली डिके हुनको लागि, कसैलाई पनि थाहा छैन यो भनेको कति हो त भन्दाखेरि इन्फाइनाइट हाफ लाइफ लाग्छ। अघि तिमीलाई माथि दिएको थियो है त, कुनै एउटा रेडियो एक्टिभ सब्सटान्स छ, यो चाहिँ 100% डिके हुनको लागि लाग्ने टाइम भनेको इन्फाइनाइट टाइम लाग्छ है त, याद राखिदिनु। र यो X%ले 75%, 90%, 99%ले के जनाइरहेछ त हेर, T(X%) डिनोट्स टाइम फर X% डिकम्पोजिसन। मैले के भनिरहेको छु, यो 50% डिके हुनको लागि डिके भन्ने टर्म युज गरिरहेको छु नि त, हो भन्नुको मिनिङ चाहिँ यो डिके हुन लाग्ने टाइम हो, बचेको टाइम होइन है त। तिमीलाई 95% डिके हुनको लागि यति टाइम लाग्छ भन्न खोजेको हो। यो चाहिँ डिके भएको टाइम हो, रिमेन्स है त, बाँकी रहेको होइन। बाँकी रहेको भनेको त्यहाँबाट घटाइदिने है त, जति आउँछ। ल हेर, अब एउटा सानो यहाँ पोइन्ट लेखेको छ, के लेखेको रहेछ भन्दाखेरि चाहिँ, इफ 99% अफ रियाक्सन वाज कम्प्लिटेड इन 32 मिनट, ओके। ओके, हेर त, 99% चाहिँ के हुन्छ, एउटा रियाक्सन छ जो चाहिँ 32 मिनटमा कम्प्लिट हुन्छ भने, यसलाई चाहिँ 99.9% चाहिँ हाम्रो डिके हुनको लागि कति टाइम लाग्छ भनेर क्वेसन सोधेको रहेछ। यो चाहिँ आन्सर कति रहेछ? 48% रहेछ। बिपीको पास्टै क्वेसन रहेछ, याद गरिदिँदा हुन्छ, पछि हामी सल्भ गरेर पनि निकाल्छौँ, होइन है त। 90%मा 32 मिनट के भयो त भन्दाखेरि चाहिँ, 99% डिके हुनको लागि 32 मिनट लाग्यो भने 99.9% डिके हुनको लागि 48 मिनट लाग्दो रहेछ। यो हामी सल्भ गरेर पनि पछि निकाल्छौँ है त। सो यो थियो तिमीहरूको के थियो भन्दाखेरि चाहिँ, जस्ट है त। ल, यो थियो तिमीहरूको सर र पारेर चाहिँ यसको रिभिजन है त। मैले तिमीहरूलाई आयो सबै कुराहरू चाहिँ मैले कभर गरेको छु यहाँनिर है। तिमीहरूले केही कुरा छुटेको छ भने बुकबाट पढ्छौ, तर अहिले यति चाहिँ समरी एटलिस्ट मिनिमम तिमीहरूले यति जान्नै पर्यो है त। ल, अब यसकै बेसिसमा रहेर हामी के गर्छौँ त भन्दाखेरि क्वेसन गर्छौँ है त। ल, अब हेर त, मैले जे कन्सेप्ट भनेको थिएँ सबै कन्सेप्टहरू युज गरौँ र क्वेसनहरू गर्न थालौँ है त। लेट्स डु द क्वेसन। फर्स्ट क्वेसन हेर त, फर्स्ट क्वेसन के छ? फर्स्ट क्वेसन छ है त, फर द रियाक्सन है त, एउटा रियाक्सन छ। रियाक्सन के छ त भन्दाखेरि चाहिँ, A+2B गिफ्ट सी रे, ठिक छ, ओके। के छ रियाक्सन? ए प्लस है त, है मलाई यसलाई लेखिदिन्छु 2 बनाएर है त। ए प्लस के छ त भन्दाखेरि चाहिँ 2B गिफ्ट के त सी भन्ने कम्पाउन्ड रहेछ भने दिन्छ अरे। त्यसपछि होइन, द रेट अफ रियाक्सन एट गिभन इन्स्ट्यान्ट क्यान बी रिप्रेजेन्टेड बाई भनेर छ। हेर त, यसको रेट अफ रियाक्सनलाई हामी कसरी लेख्न सक्छौँ भन त। मैले के भनेको, सिम्पल, हामीलाई थाहा छ यो रियाक्टेन्ट हो। रियाक्टेन्टमा के हुन्छ त, यसको कन्सन्ट्रेसन आफ्टर टाइम डिक्रिज हुन्छ, अनि यो प्रोडक्टको प्रोडक्टमा इन्क्रिज हुन्छ। डिक्रिज भयो भने यसलाई हामी नेगेटिभ
ले जनाउँछौँ। इन्क्रिज छ भने के छ त फर्मेसन छ भने यसलाई पोजिटिभ जनाउँछौँ। सो यसलाई राख त हाम्रो रेट भनेको के हुन्छ हेर त एकदमै इन्स्ट्यान्ट अफ टाइम भनेको हाम्रो के हो त इन्स्ट्यान्टेनियस टाइममा हेर्छौँ जेनरली। सो यो भनेको हेर त कस्तो हुन्छ डी ए बाई डिटी यो ठिक छ है। एउटा कुरा छुट्यो होइन यहाँनिर के छुट्यो माइनस छुट्यो किनकि है यो घटिरहेको छ। यदि यसको अगाडि मैले मैले अघि पनि भनेको थिएँ यसको अगाडि यदि स्टोकियोमेट्रिक कोफिसियन्ट हुन्थ्यो भने डिभाइडमा जान्थ्यो। तर जस्तै यहाँनिर छ हेर त टूमा के हुन्छ यो केसँग इक्वल हुन्छ हेर त यो केसँग इक्वल हुन्छ माइनसको 1/2 डिबी बाई के हुन्छ डिटी हुन्छ। ओके 1/2 डिबी बाई डिटी। त्यस्तै गरेर यो प्रोडक्टको फर्मेसन हेर त प्रोडक्ट फर्मेसनमा मैले माइनस लेख्ने कि प्लस लेख्ने प्लस लेख्ने प्लस लेख्ने प्लस के लेख्ने है त डिसी बाई डिटी लेख्ने। यसको अगाडि कुनै छैन त्यही भएर जस्ट यो राखिदियो। सो यही हो तिम्रो के त भन्दाखेरि चाहिँ रेट अफ रियाक्सन। हेर त यस्तै कुन केसँग मिल्दछ हेर त कुन अप्सनसँग मिल्यो यो चाहिँ हेर त माइनस डिए बाई डिटी अनि इक्वस टु माइनसको डिभी बाई डिटी र प्लसको डिसी बाई डिटी। सो अप्सन सी भयो है त यसको आन्सर कुन भयो सी भयो। ओके हेर अब के भइदिन्छ भन्दाखेरि चाहिँ अहिले त सिम्पली आइहाल्यो है नर्मल तरिकाले आइहाल्यो। तर कुनै क्वेसनमा के हुन्छ थाहा छ तिमीहरूलाई यो यताको भ्याल्यु उता उताको भ्याल्यु उता गरेर तिमीहरूलाई दिएको हुन्छ त्यति बेला चाहिँ तिमीहरू यही खोज्न थाल्छौ कि फेरि होइन है त्यो रिएक्सनलाई कसरी त्यसलाई मोडिफाई गरेको छ त्यो पनि हेर्नुपर्छ। जस्तै यो हेरौँ है त इक्जाम्पलको लागि अब यसको यो रिएक्सन रेट अफ रिएक्सन लेख त अन्त ट्राई गर है त आफै भिडियोलाई पज गरेर ट्राई गर। यस्तै हेर त टु ए गिफ्स टु बी सरी 3A गिफ्स टु बी रे 3A गिफ्स टु बी ओके 3A ले के दियो 3A गिफ्स के त 2B छ भनिसकेपछि यसको हाम्रो के छ त भन्दाखेरि अब हामीले क्वेसनले सोधिरहेछ कि डिबी बाई डिटी निकाल अरे पहिला यसको रेट अफ रिएक्सन निकालौँ त्यसपछि डिबी बाई डिटीको भ्याल्यु निकालौँ। सो यसको रेट अफ रिएक्सन हेर त यो चाहिँ प्रोडक्ट हो यो चाहिँ रिएक्टेन्ट हो। प्रोडक्टमा के हुन्छ घट्छ 1/3 है त म सर्व गर्छु अब 1/3 डिए बाई डिटी है त यो गरेको त बुझ्यो होला यो केसँग इक्वल हुन्छ फर्मेसन अफ प्रोडक्टसँग 1/2 डिबी बाई डिटीसँग इक्वल हुन्छ हो कि नै डिबी बाई डिटी। अब तिमीहरूले यति त गर्छौ होइन यति गरिसकेपछि तिमी के गर्छौ थाहा छ तिमीहरू अप्सनमा यो खोज्न थाल्छौ क्या होइन। तर अप्सनमा काहीँ छ त यस्तो छ त मिल्दो छैन किनकि क्वेसनले के सोधेको तिमीलाई यो लेख भने हो त होइन क्वेसनले डिबी बाई डिटी यो सोधेको छ अरे यति चाहिँ तिमीहरूले निकाल भनेको छ। सो निकालौँ यसलाई ट्राई गर निकाल। सो डिबी बाई डिटी भनेको यो टूले यता गएर मल्टिप्लाई हुन्छ कि नै भन त हुन्छ अभियसली। सो डिबी बाई डिटी भनेको के हुन्छ यो टूलाई उता लगेर मल्टिप्लाई गरिदियो भने माइनसको 2/3 यो 2/3 डिए बाई डिटी हुन्छ माइनसको 2/3 डिए बाई डिटी। सो तिमीहरूलाई यही सोधेको क्लियर। यो त माइनसको 2/3 डिए बाई डिटी कुन अप्सन मिल्यो माइनसको 2/3 भनेको एउटा मात्रै छ अप्सन। सो कुन भयो अप्सन बी भयो है त है आई होप बुझिरहेको छ होला है मस्त सजिलो छ त्यस्तो गाह्रो छैन। ल नेक्स्टमा जाउँ नेक्स्ट क्वेसनमा जाउँ है त अब हेरौँ नेक्स्ट क्वेसनमा जाउँ द रेट अफ रियाक्सन है त अब पास्ट क्वेसनहरू म धमाधम गर्छौँ है त एकदमै सबै फास्ट क्वेसन छन् अब हेर त द रेट अफ रियाक्सन डज नट डिपेन्ड अन केमा डिपेन्ड गर्दैन भन त डज नट डिपेन्ड अन रेट अफ रियाक्सन है रेट अफ रियाक्सन केमा डिपेन्ड गर्छ फ्याक्टर एफेक्टिङमा मैले सबै सिकाएको थिएँ। हेर त केमा डिपेन्ड गर्छ कन्सन्ट्रेसन अफ रियाक्टेन्ट गर्छ कन्सन्ट्रेसन अफ रियाक्टेन्ट बढ्यो भने रेट अफ रियाक्सन पनि बढ्यो भनेर हामीले भनेको थियौँ। त्यस्तै गरेर सुइटेबल क्याटालिस्टमा अभियसली क्याटालिस्टमा पनि डिपेन्ड गर्छ क्याटालिस्टमा डिपेन्ड गर्छ पोजिटिभले के गर्छ रेट अफ रिएक्सन बढाइदिन्छ बाई डिक्रिजिङ एक्टिभेसन इनर्जी। अनि टेम्परेचरमा पनि डिपेन्ड गर्छ मजाले गर्छ है त बाँकी केमा गर्दैन कन्सन्ट्रेसन अफ प्रोडक्टमा डिपेन्ड गर्दैन तर रिएक्टेन्टमा चाहिँ डिपेन्ड गर्छ नि कन्सन्ट्रेसन अफ केमा डिपेन्ड गर्दैन है त यो चाहिँ प्रोडक्टमा डिपेन्ड गर्दैन तर रिएक्टेन्टमा चाहिँ डिपेन्ड गर्छ यति याद राख है त। ल यो बुझ्यो होला यो पनि नेक्स्टमा जाउँ त नेक्स्ट क्वेसनमा के छ भने द रेट अफ रियाक्सन डिपेन्ड्स अन केमा डिपेन्ड गर्छ भन भन केमा डिपेन्ड गर्छ इनिसियल कन्सन्ट्रेसन अफ रियाक्टेन्टमा ओके गर्छ है त प्रेसरमा पनि गरिहाल्छ त्यस्तै गरेर चाहिँ भोल्युममा पनि गरिहाल्छ टेम्परेचरमा पनि गरिहाल्छ। सो सबै आन्सरै जस्तै छ त सो कुन अप्सनमा टिक लगाउने भन त यस्तो कन्डिसन आयो भने फास्ट क्वेसन हो यदि तिमीलाई यस्तो केमा डिपेन्ड गर्छ भनेर अप्सनमा आयो भने तिमीहरू केमा जाऊ त भन्दाखेरि टेम्परेचरलाई फर्स्ट प्रायोरिटी दियो है त के गर भन्दाखेरि टेम्परेचरलाई फर्स्ट प्रायोरिटी दियो। ओके ल नेक्स्ट क्वेसन हेर त द है त फिफ्थ नम्बर क्वेसन हेर द फ्याक्टर हुइस हेर त द फ्याक्टर हुइस डज नट इन्फ्लुएन्स कसले चाहिँ के गर्दैन इन्फ्लुएन्स गर्दैन है त कसले चाहिँ इन्फ्लुएन्स गर्दैन द अन द रेट अफ रिएक्सनलाई इन्फ्लुएन्स नगर्ने कुन हो यानि कि कसले डिपेन्ड गर्दैन केमा इन्डिपेन्डेन्ट हुन्छ रेट अफ रिएक्सन भन नेचर अफ रिएक्टेन्ट हो कि
कन्सन्ट्रेसन हो कि या त नेचर अफ रियाक्टेन्ट हो गर्छ यसमा पनि होइन कन्सन्ट्रेसन अफ रियाक्टेन्ट हो कन्सन्ट्रेसनमा पनि गर्छ अब कन्सन्ट्रेसन नै भने हो अब हामीले यहाँनिर चाहिँ प्रोडक्ट नसम्झिने यहाँनिर अब रियाक्टेन्ट नै बुझ्नु है त त्यस्तै गरेर टेम्परेचर भनेको चाहिँ यसले पनि गर्छ सो केमा डिपेन्ड गर्दैन मोलिकुल्यारिटीमा डिपेन्ड गर्दैन यो मैले भनेको थिएँ हो किन अर्डर चाहिँ बरु डिपेन्ड गर्छ नि फेरि मैले तिमीलाई भनेको थिएँ नि यो पनि तिमीलाई मैले भनेको थिएँ ल अब हेर है अब नेक्स्ट क्वेसनमा जाउँ यसमा मैले टिक भने ल नेक्स्ट क्वेसन हेर त है नेक्स्ट क्वेसनमा के छ भन्दाखेरि चाहिँ टेम्परेचर इन्क्रिजेस द रेट है इन्क्रिजेस यहाँ के भनिरहेको छ टेम्परेचर इन्क्रिजेस है द रेट अफ रियाक्सन बाई हेर टेम्परेचर इन्क्रिज हुन्छ रेट अफ रियाक्सन पनि इन्क्रिज हुन्छ हामीलाई थाहा छ बाई लोवरिङ द एक्टिभेसन इनर्जी हो हेर त टेम्परेचरले एक्टिभेसन इनर्जीलाई हो र यो त क्याटालिस्टलाई हो नि त इन्क्रिजिङ है लोवरिङ द एक्टिभेसन इनर्जी भनेको त क्याटालिस्टले बढाउने हो तर हामीले टेम्परेचर भनेको छ त्यस्तै गरेर अर्को हेर इन्क्रिजिङ द एक्टिभेसन इनर्जी यो पनि भएन त्यस्तै गरेर हेर त इन्क्रिजिङ द फ्रिक्वेन्सी अफ इफेक्टिभ कोलिजन एन्ड अप्सन डीमा छ अल झुकेर यहाँ भावुक भएर अल हान्ने आएन तिमीहरूले एटलिस्ट द इन्क्रिजिङ एक्टिभेसन इनर्जी भन्ने त इलिमिनेट गर्न सक्छौ नि त हो ल हेर अब यसलाई कसरी गर्ने हेर टेम्परेचर हेर मैले भनेको थिएँ नि एउटा कन्सेप्ट टेम्परेचर बढ्यो भने के हुन्छ काइनेटिक इनर्जी बढ्छ हो काइनेटिक इनर्जी बढ्छ काइनेटिक इनर्जी बढ्यो भने के हुन्छ त इफेक्टिभ के गर्छ कोलिजन बढ्छ इफेक्टिभ के गर्छ कोलिजन बढ्छ इफेक्टिभ कोलिजन बढ्यो भने रेट अफ रियाक्सन पनि के हुन्छ बढ्छ सो आन्सर के भयो भन भेरी गुड है त के भन्यो भने अब इन्क्रिजिङ द फ्रिक्वेन्सी अफ इफेक्टिभ कोलिजन ल हेर अब नेक्स्ट क्वेसनमा जाउँ त द क्याटालिस्ट हेर त अब आयो क्याटालिस्टको कुरा अब क्याटालिस्ट एक्सलरेट्स होइन रियाक्सन बिकज भनौँ भने क्याटालिस्टले के गर्छ अब एक्सलेट भनिरहेको छ पोजिटिभ क्याटालिस्ट हो भन्ने कुरा बुझ्नु पऱ्यो हामीले है क्याटालिस्टले के गर्छ भन त क्याटालिस्टले के गर्छ क्याटालिस्टले के गर्छ हाम्रो के गर्छ दिन्छ भन्दाखेरि पोजिटिभ क्याटालिस्टले है त यसले के गर्छ है त रेट अफ रियाक्सनलाई बढाइदिन्छ कसरी बढाउँछ भन त बाई डिक्रिजिङ के त बाई डिक्रिजिङ एक्टिभेसन इनर्जी है त यही पढेको सो हेर त अप्सन हेर त इन्क्रिजिङ द एक्टिभेसन इनर्जी होइन है त अर्को अप्सनमा हेर है इट फर्म्स द कम्प्लेक्स विथ वान हो यो पनि होइन सो त्यसपछि के छ त इफ द लोवर द एक्टिभेसन एनर्जी हो है त एक्टिभेसन एनर्जीलाई के गरिदिन्छ लो गराइदिन्छ हो कि नै बाई लोवर द एक्टिभेसन एनर्जी नेक्स्ट अब नेक्स्ट क्वेसनमा जाउँ है त ल हेर सजिलो क्वेसनहरू छ एकदमै ल हेर नेक्स्ट क्वेसनमा हेर्दाखेरि चाहिँ वाइ डज हेर है क्वेसन सोधिरहेको छ है त वाइ डज द रेट अफ ग्यासियस रियाक्सन इन्क्रिज वेन द प्रेसर इज इन्क्रिज एट कन्सट्यान्ट के त टेम्परेचर प्रेसर इन्क्रिज भयो भने प्रेसरलाई इन्क्रिज गराइदियो भने रेट अफ रियाक्सन पनि बढ्छ अरे ग्यासियसको किन भन भन हेर दुईटा कन्सेप्ट छ हेर तिमीले नर्मली भिजुअलाइज गरेर पनि गर्न सक्छौ र दुईटा तरिकाबाट यसको आन्सर भनिदिन्छु हेर म कसरी भन्दाखेरि चाहिँ हेर पहिला नम्बरमा हाम्रो के गरौँ पहिला यसलाई भिजुअलाइज गरौँ प्रेसर बढ्यो भने भन त मैले तिमीले दुईटा कुरालाई तलमाथिबाट प्रेसर गराइदियो भने के हुन्छ भन त तिनीहरूको कोलिजन बढ्ने भयो कि हो कि नै सो कोलिजन बढ्ने भयो कोलिजन बढिसकेपछि के हुन्छ भन्दाखेरि चाहिँ रेट अफ रिएक्सन पनि बढ्यो होइन प्रेसर बढ्यो भने को हुन्छ त कोलिजन बढ्ने भयो हो कि नै तिमीहरूले एउटै रुममा खाँदेर राख्यो भने के हुन्छ कोलिजन त एकअर्कासँग ठोक्किने चान्स त बढी हुन्छ नि त कोलिजन पनि बढ्ने भयो कोलिजन बढ्यो भने रेट अफ रिएक्सन पनि बढ्छ अथवा त्यो हेर त ग्यासियस अर्को कन्सेप्ट के भन्नु लाग्थ्यो भन्दाखेरि चाहिँ ग्यासियस कम्पाउन्ड भनेको छ नि रिएक्टेन्ट भनेको नि हो ग्यासियसमा के हुन्छ भने त कन्सन्ट्रेसन भन्ने जुन टर्म हुन्छ यो चाहिँ हामीले एटिएममा एक्सप्रेस गर्छौँ भनेको हो कि नै सो प्रेसर बढ्यो भने के हुन्छ त्यसको कन्सन्ट्रेसन बढ्छ कन्सन्ट्रेसन बढ्यो भने के हुन्छ त रेट अफ रिएक्सन पनि बढ्छ त्यही हो हेर के बढ्ने भयो हेर त प्रेसर बढ्यो भने अहिले चाहिँ हामी के गर्छौँ इफेक्टिभ कोलिजन बढ्छ मैले अघि नै भनिसकेको छु सो के हुन्छ त देयर आर मोर के हुन्छ त फ्रिक्वेन्ट कोलिजन बिट्विन पार्टिकल यही त आन्सर बुझ्यौ ल नेक्स्ट क्वेसन हेर नेक्स्ट क्वेसन के छ त हेर त इन्क्रिजिङ भेपर प्रेसर ओके इन्क्रिजिङ भेपर प्रेसर कस्ड बाई द हिटिङ अ लिक्विड इज ड्यू टु भन त इन्क्रिजिङ भेपर प्रेसर कस्ड बाई द हिटिङ अ लिक्विड इज ड्यू टु किन हो त्यस्तो भन भन भेपर प्रेसर किन बढ्छ हेर हिट गऱ्यो भने मैले अघि भने चाहिँ टेम्परेचर बढ्छ हिट गऱ्यो भने टेम्परेचर बढ्छ टेम्परेचर बढ्यो भने काइनेटिक इनर्जी बढ्छ काइनेटिक इनर्जी बढ्यो भने इफेक्टिभ कोलिजन बढ्छ इफेक्टिभ कतिचोटि भनिसकेको छु मैले हेर कोलिजन बढ्छ इफेक्टिभ कोलिजन बढिसकेपछि के हुन्छ त अब प्रेसर पनि अब कोलिजन बढ्नु भनेकै प्रेसर इन्क्रिज हुनु हो प्रेसर इन्क्रिज भयो भने के हुन्छ इफेक्टिभ हाम्रो रेट अफ रिएक्सन पनि बढ्छ हेर सबै कुरा बढ्दो रहेछ सो के हुने भयो हेर त इन्क्रिजिङ पोटेन्सियल इनर्जी अफ द मोलिक्युल पोटेन्सियल इनर्जी होइन
कुन चाहिँ इनर्जी हो काइनेटिक इनर्जी सो के भयो इन्क्रिज इन द काइनेटिक इनर्जी अफ मोलिक्युल क्लियर ल है त नेक्स्टमा जाउँ ल हेर त रेट अफ रियाक्सन इज डिटरमाइन बाई भन त रेट अफ रियाक्सन 2022को क्वेसन छ रेट अफ रियाक्सन चाहिँ केले डिटरमाइन गर्छ भन त त्यो रियाक्सनले डिटरमाइन गर्छ जो चाहिँ सबैभन्दा के हुन्छ स्लो हुन्छ भन्नुको मिनिङ चाहिँ स्लोएस्ट रियाक्सन स्टेप भनेको के हुन्छ भन त स्लोएस्ट है त स्लोएस्ट स्टेप भनेको कुन हुन्छ स्लोएस्ट स्टेप भनेको के हो त स्लोएस्ट स्टेप भनेको आरडिएस है त आरडिएस भनेको रेट डिटरमाइनिङ स्टेप भन्छौँ सो कुन हो त फास्टेस्ट हो होइन सो आन्सर के भयो स्लोएस्ट है त स्लोएस्ट रियाक्सन अफ स्पेसिस क्लियर नेक्स्ट क्वेसन मेरो ल हेर यो क्वेसन पनि सोधिसकेको छ हाम्रो टेम्परेचर आरएनएसको कन्सेप्ट लगाऊ टक्क आन्सर निकाल है त 2022 ल हेर के सोधिरहेको छ क्वेसनले भन्दाखेरि चाहिँ क्वेसनले भनिरहेछ द रेट अफ रियाक्सन के त भन्दाखेरि द रेट अफ रियाक्सन इज डबल रे डबल गऱ्यो ओके एभ्री 10 डिग्री सेल्सियस the increase in the reactions rate and as a result of the rise temperature from हेर त 10 डिग्री सेल्सियसदेखि हाम्रो टेम्परेचर राइज भएर कहाँ गयो 10 डिग्री सेल्सियसदेखि 80 डिग्री सेल्सियससम्म हेर त फाइनल टेम्परेचर 80 पुग्यो इनिसियल टेम्परेचर चाहिँ कति थियो त भन्दाखेरि चाहिँ 10 छ है त अब हामीलाई के चाहियो त इन्क्रिज रेट चाहियो कसरी निकाल्ने भन त मैले के भनेको थिएँ यहाँ डबल भनेको छ हेर त क्वेसनमा डबल भनेको बेला के गर्ने टूको पावरमा के गर्ने T2 माइनस T1 डिभाइडेड बाई 10 गरिदिने हो कि नै सो यो कति हुने भयो भन त अब भ्यालु राख सबै तिमीलाई दिएकै छ सो टूको पावरमा कति हुन्छ भन्दाखेरि चाहिँ टूको पावरमा चाहिँ T2 भनेको चाहिँ कति छ 80 छ माइनस कति छ 10 डिभाइडेड बाई 10 भयो सो यसलाई डिभाइड गरेर क्यालकुलेट गरेर त टूको पावरमा 70/10 भयो यो भनेको कति आउँछ टूको पावरमा टूको पावरमा है त टूको पावरमा कति छ 7 भयो सो टूको पावरमा 7 भनेको कति जति आउँछ भन त टूको पावरमा 7 भनेको कति जति आउँछ यो चाहिँ नियरली 128 जति आउँछ होइन 128 जति आउँछ सो हाम्रो रेट अफ रिएक्सन कति भयो 128 भयो क्लियर 128 भयो सो अप्सन खै अप्सनै छैन हेर त अप्सनै छैन सो वान टुवेल्भ छ त्यस्तै गरेर 512 छ त्यस्तै गरेर 265 छ हेर त 128 र 112लाई नियरली छ भने यहाँ आन्सर हान्ने होइन है यो यति नियरली अब आन्सरहरू त धेरै टाढा हो क्या यो पनि सो आन्सर चाहिँ अब यसको अप्सनै छैन तिमीहरूले अप्सन यो चाहिँ क्वेसन अप्सन रङ प्रिन्ट गरेको छ है किनकि तिमीहरूको 2022को रियल क्वेसनमा हेर्ने हो भने यहाँनिर अप्सन बीमा चाहिँ यो 512 नभएर चाहिँ त्यहाँ कति छ त भन्दाखेरि चाहिँ है 128 नै छ ल 28 नै छ यो क्वेसनको यहाँ प्रिन्टिङ मिस्टेक छ है त यो चाहिँ 128 है त नट 512 यो क्वेसन चाहिँ 512 पनि हो तर यो अप्सनमा चाहिँ हाम्रो युज छ है यो अप्सन त्यो याद राख किनकि सल्भ गरेर त्यही आइरहेको नि हामीले किन अब जबरजस्ती 512 हान्ने हो कि नै नेक्स्टमा जाउँ ल नेक्स्टमा जाउँ त अब हेर यो क्वेसनको अब डेफिनेसनबाट क्वेसन सोध्यो के सोध्यो भन्दाखेरि द एभरेज हेर है क्वेसनले सोधिरहेछ द एभरेज मिनिमम इनर्जी के सोध्यो मिनिमम इनर्जी सोध्यो है त मिनिमम इनर्जी द्याट मस्ट बी एसोसिएटेड विथ के त है त रियाक्टेन्ट मोलिक्युल्स भन त यो बी क्यापेबल फर फर्मिङ प्रोडक्ट सिम्पल कुरा छ मिनिमम इनर्जी भनेको छ भने यो कुन इनर्जी हो भेरी गुड सो यो मिनिमम इनर्जी भनेको छ भने कुन हो त यो चाहिँ थ्रेस होल्ड एनर्जी हो है त एक्टिभेसन एनर्जी भनेको एक्स्ट्रा अथवा एडिसनल भन्नै पर्छ है त त्यहाँ एक्सेस भन्नुपर्छ र अर्को क्वेसन के छ है त अर्को बिपीको क्वेसन छ है त यो क्वेसनले के भनिरहेको छ त भन्दाखेरि अ लम्प अफ कोल बर्न्स स्लोली वाइल द कोल डस्ट बर्न्स एक्सप्लोसिभली इट इज ड्यू टु है त इट इज ड्यू टु के हो त भन्दाखेरि चाहिँ हेर त भन इट भेरी गुड यो चाहिँ सर्फेस एरियाले हो सो सर्फेस एरिया बढ्यो भने चाहिँ कसको सर्फेस एरिया धेरै हुन्छ डस्टको सर्फेस एरिया धेरै हुन्छ सो डस्टको सर्फेस एरिया धेरै भयो भने रेट अफ रियाक्सन पनि के हुन्छ धेरै हुन्छ ओके सो आन्सर कुन भयो हाई द मासको कुरै होइन सो के भयो त लो द इग्निसन टेम्परेचर पनि होइन हाई द इग्निसन यो पनि भएन सो लार्जर सर्फेस एरिया अफ कोल्ड डस्ट है त ठिक छ ल नेक्स्ट क्वेसनमा जाने हो ओके ल जाउँ अब हेर त क्वेसन फर फर्स्ट अर्डर रियाक्सन क्वेसनले सोध्यो के सोधिराख भन्दाखेरि चाहिँ फर फर्स्ट अर्डर रियाक्सन फर्स्ट अर्डर रियाक्सन द हाफ लाइफ पिरियड इज इन्डिपेन्डेन्ट भन त भेरी गुड सो हाफ लाइफ चाहिँ फर्स्ट अर्डर अब हेर यहीँ बताइदिन्छु म है त हामीलाई थाहा छ जेरो अर्डरमा के हुन्छ जेरो अर्डरमा चाहिँ रेट अफ रियाक्सन भन्ने कुरा चाहिँ इनिसियल कन्सन्ट्रेसनमा चाहिँ के हुन्छ इन्डिपेन्डेन्ट हुन्छ हो कि नै इन्डिपेन्डेन्ट हुन्छ अनि त्यस्तै गरेर चाहिँ हाम्रो फर्स्ट अर्डरमा के हुन्छ भन त फर्स्ट अर्डरमा चाहिँ जुन हाफ लाइफ भन्ने कुरा हुन्छ हाफ लाइफ भन्ने कुरा के हुन्छ त इनिसियल कन्सन्ट्रेसनमा के हुन्छ त भन्दाखेरि चाहिँ इन्डिपेन्डेन्ट हुन्छ बुझ्यो ल हाम्रो बुझ्यो होला
ल हेर त के हुन्छ, भन भन। फर्स्ट अर्डरमा के हुन्छ, इनिसियल कन्सन्ट्रेसनमा चाहिँ इन्डिपेन्डेन्ट हुन्छ होइन, सो आन्सर ए भयो। ओके, नेक्स्ट क्वेसनमा आउँ त। वेन हेर त, वेन द रेट अफ रियाक्सन, के भन्यो भन्दाखेरि चाहिँ वेन द रेट अफ रियाक्सन इज इक्वल टु, रेट अफ रियाक्सन इज इक्वल टु द रियाक्सन कन्सटेन्ट। ओके, रियाक्सन कन्सटेन्ट द अर्डर अफ रियाक्सन कस्तो भनेको, रेट अफ रियाक्सन भनेको आर इक्वल्स टु रियाक्सन कन्सटेन्ट भनेको केसँग इक्वल छ, यो कुन अर्डर रियाक्सन हो भन भन त, कुन अर्डर रियाक्सन हो, जेरो अर्डर रियाक्सन हो। कसरी जेरो अर्डर भयो हामीलाई थाहा छ, रियाक्सन भनेको चाहिँ के ए टु दि पावर एम हो, अनि यहाँबाट चाहिँ यो एमको भ्याल्यु कति हुन्छ, जेरो हुन्छ। सो एमको भ्याल्यु जेरो भयो भने आर इक्वल्स टु के हुन्छ, क्वेसनले यही सोधेको। सो हेर त, क्वेसनले के सोधेको, यही सोधेको। सो आन्सर के भयो भन त, जेरो अर्डर है त। नेक्स्ट क्वेसनमा जाउँ त। फर अर्डर अफ रियाक्सन क्यान बी, भन त अर्डर अफ रियाक्सन चाहिँ के हुनसक्छ। अर्डर अफ रियाक्सन जेरो पनि हुन सक्यो, नेगेटिभ पनि हुन सक्यो, फ्रेक्सनमा पनि हुन सक्यो, इन्टिजरमा पनि हुन सक्यो। सो आन्सर के भयो, डी भयो है त। हेर त सिम्पल, जेरो मात्रै हुँदैन है। सो आन्सर डी भयो। मैले सबै भनिसकेको थिएँ माथि। ल अब हेर, यो चाहिँ डाइरेक्ट मैले भनेको अघिको ट्रिकबाट जान्छु है त। ल हेर, क्वेसनले के भनिरहेछ त भन्दाखेरि चाहिँ, है त, अ सब्सटान्स विथ इनिसियल कन्सन्ट्रेसन ए छ, ओके, होइन, रियाक्ट्स द अकर्डिङ टु द जेरो अर्डर रिएक्सन। ओके, हामीलाई थाहा छ जेरो अर्डर रिएक्सन, यति पोइन्ट हाइलाइट गर, होइन, द टाइम टेक्स, होइन, द टाइम इट टेक्स फर द कम्प्लिसन भनेको चाहिँ अफ द रिएक्सन कति होला भनेर सोधिरहेछ, के भनेको रेट कन्सट्यान्ट हो। ओके, अब हामीलाई त्यही सोधेको, आफूलाई सोध्यो अरू केही पनि सोध्यो होइन। ल हेर, जेरो अर्डरमा के हुन्छ, मैले के भनेको थिएँ तिमीलाई भन त, जेरो अर्डरमा के भन्नु सम्झिने रे, जेरो अर्डरमा, जेरो अर्डरमा के भन्नु सम्झिने, टु के भन्नु सम्झिने है त। टु के भनेर सम्झिने, टु के भएको आन्सर खोज त, डिभाइडमा टु के है, फेरि माथि टु के होइन। सो ए बाई टु के, ए बाई टु के भनेको कुन हो, बी हो। यसरी टु के भनेर सम्झिँदा हुन्छ जेरोमा के, है त। ल नेक्स्टमा जाउँ त, द आरएनएस प्लट हेर त, आरएनएस प्लट द इन्टरसेप्ट इज इक्वल टु, भन त केसँग इक्वल थियो, के थियो भन्दाखेरि लग, लग के त भन्दाखेरि चाहिँ ए एन्ड के त वान बाई टी, जो चाहिँ ग्राफ कस्तो थियो भन त, ग्राफ कस्तो थियो, ग्राफ कस्तो थियो, भन भन, ग्राफ कस्तो थियो, स्ट्रेट लाइन थियो है त। सो यसको आन्सर के भयो, बी भयो। नेक्स्टमा जाउँ। अर्को यो क्वेसन हेर त, सिम्पल क्वेसन छ। वेन वी इन्क्रिज टेम्परेचर, रे हामीले टेम्परेचर इन्क्रिज गर्यो भने रेट अफ रियाक्सन इन्क्रिजेस हुन्छ अरे, किन इन्क्रिज हुन्छ भन, बिकज अफ, के हुन्छ भन त, टेम्परेचर बढ्यो भने मैले भनिसकेको छु, मोर के हुन्छ त, कोलिजन हुन्छ है त। त्यो के हुन्छ, मोर नम्बर अफ के हुन्छ, कोलिजन हुन्छ, यो अघिबाट भनेको कुरा। ओके, अब नेक्स्ट क्वेसनमा हेरौँ है त। नेक्स्ट क्वेसन छ, द कोलिजन थ्योरी इज एप्लिकेबल टु भनेर क्वेसन सोधिरहेको छ। हेर त, द कोलिजन थ्योरी इज एप्लिकेबल टु, कोलिजन के को लागि हुन्छ हेर त। सबैभन्दा पहिला हेर त, जस्तै ए प्लस बी भन्ने दुईवटा रियाक्टेन्ट छन्, अनि यसले चाहिँ सी भन्ने कुनै कम्पाउन्ड अब प्रोडक्ट दियो हो कि नै। अब कसरी हुन्छ त भन्दाखेरि, यो एउटा मोलिकुल छ, अर्को यो छ, यो दुइटाको बिचमा कोलिजन भयो भने, भन त, यो कोलिजन भयो भने बल्ल चाहिँ यो हाम्रो रिएक्सन चाहिँ प्रोडक्टतिर सिफ्ट गर्छ। भन्नुको मिनिङ चाहिँ कोलिजन हुनको लागि मिनिमम त दुईटा मोलिकुल त चाहिँदो रहेछ नि त, हो कि नै, दुईटा मोलिकुल त चाहिँदो रहेछ कोलिजन हुनको लागि। सो दुईटा मोलिकुल भएर हुने रिएक्सन कुन हो भन त, यसलाई हामी बाइमोलिकुलर रिएक्सन भन्छौँ, हो कि नै। सो दुईटा भएर हुने रिएक्सन कुन हो, बाइमोलिकुलर रिएक्सन। बाइमोलिकुलर रिएक्सनमा चाहिँ मात्रै कोलिजन हुने भयो, किनकि मिनिमम दुईटा त चाहियो नि त, हो कि नै, एउटा एक्लै के कोलिजन हुने हो र, हो कि नै। सो नेक्स्ट क्वेसनमा जाउँ। ल यो क्वेसन हेर त, क्वेसन सोधिरहेको छ, ल ल ल गर त, है त। इन, सरी, इफ इनिसियल कन्सन्ट्रेसन इज रिड्युस टु द वान बाई फोर्थ छ अरे, होइन, इन अ जेरो अर्डर रिएक्सन, ध्यान दिउ त, इन अ जेरो अर्डर रिएक्सन, यो त इनिसियल कन्सन्ट्रेसन चाहिँ के छ त भन्दाखेरि चाहिँ वान बाई फोर्थ छ इन अ जेरो अर्डर रिएक्सन। सो टाइम टेकन फर द हाफ द रिएक्सन टु कम्प्लिट भनिरहेको छ। भन भन, जेरो अर्डर रिएक्सनमा चाहिँ टाइम टेबल टु रिएक्सन हाफ, यानि कि हाफ लाइफ हुनुको लागि कति टाइम लाग्छ जेरो अर्डरमा भनेर सोधिरहेको छ। रिमेन सेम, है त, रिमेन सेम, बिकम्स फोर टाइम्स, बिकम्स वान फोर्थ, डबल्स, भन भन कति हुन्छ आन्सर। हेलो, सबैजनाको आन्सर ए छ है, सबजनाको आन्सर ए छ। कसरी मलाई भनिदेऊ त, ए बक्लोहरू यता हेर।
रिमेन सेम भनेर सबैजनाले रिमेन सेम भनेर के भएको बल्ल एक दुईजनाले भन्न थाल्यो। यता हेर त के सोधिरहेको छ क्वेसन, यहाँ हेर त जेरो अर्डर रियाक्सनमा हेर है, जेरो अर्डर रियाक्सनमा हाफ लाइफ भन्ने कुरा के हो भन त मलाई। हाफ लाइफ भन्ने कुरा के भनेको थिएँ मैले, हाफ लाइफ टु के सम्झिने भनेको हो कि नै, हाफ लाइफ भनेको के थियो, हाफ लाइफ भनेको के थियो, ए बाई टु के थियो हो कि नै। भन्नुको मिनिङ चाहिँ यो इनिसियल कन्सन्ट्रेसन भनेको के हो अरे, ए हो, इनिसियल कन्सन्ट्रेसन भनेको ए हो कि नै। जेरो अर्डर रियाक्सनमा त यो त डाइरेक्टली छ नि त, हेर त हाफ लाइफसँग जेरो अर्डरमा त डाइरेक्टली प्रपोर्सनल टु छ नि एसँग। अब तिमीहरूले के सोचेको होला भन्दाखेरि चाहिँ इन्डिपेन्डेन्ट होला त्यही भएर रिमेन सेम भयो। यता हेर है त के हुन्छ भन्दाखेरि चाहिँ हेर, इन्डिपेन्डेन्ट हुन्थ्यो, ध्यान दियो है त, इन्डिपेन्डेन्ट हुन्थ्यो तर हामीले यहाँ के सोधेको भए भन भन, रियाक्सन सोधेको भए, यहाँ हाफ लाइफ सोधेको छ, रेट अफ रियाक्सन पो हाम्रो जेरो अर्डरमा इन्डिपेन्डेन्ट हो, हाफ लाइफ त होइन नि त। सो हाफ लाइफ चाहिँ के हुन्छ त भन्दाखेरि डाइरेक्टली प्रोपोर्सनल टु हुन्छ। सो जेरो अर्डरमा हाम्रो हाफ लाइफ चाहिँ 1/4 छ भने है त यसको चाहिँ हाफ लाइफ पनि कति होला भन त। या त यसको इनिसियल कन्सन्ट्रेसन रिड्युस भयो, यो चाहिँ 1/4ले रिड्युस भयो भने यो पनि कति होला, 1/4ले नै रिड्युस होला हो कि नै। सो आन्सर के हुने भयो, रिमेन सेम होइन, बिकम्स 1/4, बिकम्स फोर्थ टाइम भने होइन, 1/4 भने। सो आन्सर सी भयो, नट ए है, यहाँ सी एमा झुक्किराख ल। बिकम्स 4 टाइम हुने भएन। नेक्स्टमा जाउँ। ल यो क्वेसन हेर त, द इन्भर्जन अफ केन सुगर, ल हेर त, द इन्भर्जन अफ केन सुगर इज रिप्रेजेन्टेड बाई, हेर त यो रिएक्सन छ, भन भन इन्भर्जन अफ केन सुगर कुन हो। जस्तै कि हेर त दुईटा कम्पाउन्ड छ, ओके दुईटा कम्पाउन्ड छ, दुईटा कम्पाउन्ड छ, यसको मोलिकुल्यारिटी 2 भयो, मोलिकुल्यारिटी 2 भयो, ओके न यसको मोलिकुल्यारिटी 2 भयो, ठिक छ। अब हेर यो रिएक्सन छ, यो इट इज अ रिएक्सन अफ भनिरहेको छ, अभियसली मलाई त हामीलाई मैले अघि नै भनिसकेको थिएँ तिमीहरूलाई चाहिँ है, यो मोलिकुल्यारिटी 2 हाम्रो यसको के हुन्छ, मोलिकुल्यारिटी 2 हुन्छ क्या होइन। र यसको अर्डर चाहिँ कुन अर्डर फलो गर्छ, फर्स्ट अर्डर फलो गर्छ, यसले फर्स्ट अर्डर फलो गर्छ, बट यसको मोलिकुल्यारिटी 2 छ। सो यस्तो फर्स्ट अर्डर भएर मोलिकुल्यारिटी 2 हुने हाम्रो रिएक्सनलाई हामी के कुन रिएक्सन भन्छौँ भन त, भेरी गुड, यसलाई हामी के भन्छौँ, स्युडो युनिमोलिकुलर रिएक्सन भनेर भन्छौँ, ओके। नेक्स्टमा जाउँ है त, द अर्डर अफ, हेर त यो क्वेसन छ कस्तो सिम्पल छ, द अर्डर अफ रियाक्सन, ध्यान दियो त के सोधिरहेको छ, द अर्डर अफ रियाक्सन अफ रेडियो एक्टिभ डिके, हेर त रेडियो एक्टिभिटीको कुन अर्डर रियाक्सन भन त, रेडियो एक्टिभिटी भनेको कुन अर्डर हो, भेरी गुड है त, यो चाहिँ कुन अर्डर हो, फर्स्ट अर्डर रियाक्सन, ओके फर्स्ट अर्डर रियाक्सन हो। सो आन्सर कुन भयो, बी भयो, ए सरी है, फर्स्ट अर्डर भनेको चाहिँ बी हुने हो, कुन चाहिँ हुन्छ, डी हुने भयो है त, वान हुने हो। नेक्स्ट क्वेसनमा जाउँ त, द हाइड्रोलाइसिस, हेर त क्वेसन सोध्यो, हाइड्रोलाइसिस अफ अल्कलाइन मिडियम, हेर हाइड्रोलाइसिस अफ स्टर इन अल्कलाइन मिडियम चाहिँ कुन अर्डर हुन्छ भन त, भेरी गुड है त, हाइड्रोलाइसिस अफ स्टर भनेको पहिलो नम्बरमा त हामीलाई बुझ्नु पऱ्यो कि यो यसको मोलिकुल्यारिटी कति हुन्छ भन त, भेरी गुड, मोलिकुल्यारिटी त 2 हुन्छ। सो यो फर्स्ट अर्डर हो कि सेकेन्ड अर्डर हो भन त, भेरी गुड है त, यो चाहिँ कुन अर्डर हो भन भन, यो चाहिँ कुन अर्डर हो, सेकेन्ड अर्डर रिएक्सन है त। क्वेसनमा जाउँ त, हेर त 2N2O5, हेर त 2N2O5 चाहिँ हेर त कहाँ गयो त भन्दाखेरि चाहिँ 2N2O5 चाहिँ N2O4 प्लस 2O2 भयो, यो कुन अर्डर रिएक्सन भन त, है गुड, यो चाहिँ अब हेर त यो चाहिँ कुन हो, बायोमोलिकुलर, युनिमोलिकुलर होइन है, युनिमोलिकुलर तिमीले एउटा मात्रै देखिरहेको छ तर यहाँ दुईटा छन् नि त। सो बायोमोलिकुलर भयो, र यो कुन अर्डर रिएक्सन हो भन, भेरी गुड है त, यो कुन अर्डर रिएक्सन हो, भेरी गुड, कुन चाहिँ अर्डर हो, यो चाहिँ फर्स्ट अर्डर रिएक्सन। नेक्स्ट क्वेसनमा जाउँ। If the concentration is expressed in if concentration is expressed in mole per liter, मोल पर लिटरमा चाहिँ यसको के गर्यो त भन्दाखेरि चाहिँ कन्सन्ट्रेसन चाहिँ एक्सप्रेस गरिरहेछ है त, द युनिट अफ रेट कन्स्ट्यान्ट एट फर्स्ट अर्डर रिएक्सन, हेर त फर्स्ट अर्डरमा चाहिँ यसको युनिट के होला भनेर क्वेसन सोध्यो। ल हेर त फर्स्ट अर्डरमा कसरी निकाल्ने भनेको थिएँ मैले, के को फर्मुला चाहिँ हेर त मोल, मोल पर लिटर, मोल पर लिटरको पावरमा कति त 1 - n पर सेकेन्ड हो कि नै, पर सेकेन्ड। सो अब हामीलाई फर्स्ट अर्डर भनेको छ, फर्स्ट अर्डर छ भने यो एनको भ्याल्यु कति राख, 1 राख। सो के हुने भयो हेर त, के भनेको कति आउने भयो, मोल पर लिटर, मोल पर लिटर, अनि त्यस्तै गरेर 1 - 1 कति हुन्छ, 0 हुन्छ, सो पर सेकेन्ड। सो समथिङ पावर 0 भनेको त यो भ्याल्यु सबै कति भयो, 1 भयो। सो के हुने भयो त, के भनेको कति आउने भयो, पर सेकेन्ड आउने भयो, हेर त के भनेको कति आउने भयो, पर सेकेन्ड। सो आन्सर कुन भयो, सी भयो, ठिक छ। ल अर्को क्वेसन हेर है त, द युनिट अफ, हेर त युनिट अफ सेकेन्ड अर्डर रियाक्सन रेट, हेर त युनिट अफ सेकेन्ड अर्डर रियाक्सन रेट कन्स्ट्यान्ट भनिरहेको छ भन त,
रेट कस्टाइनको चाहिँ हाम्रो सेकेन्ड अर्डरमा के हुन्छ अब केही होइन सेम कुरा हो यसमा चाहिँ एनको ठाउँमा कति के राखिदियो भन्दाखेरि टू राखिदियो सो हेर त मोल फर लिटर सो के हुन्छ त भन्दाखेरि चाहिँ मोल फर लिटर मोल पर लिटर अनि त्यस्तै गरेर वान माइनस एन पर सेकेन्ड सो यो एनको ठाउँमा अब कति राख्ने त टू राखिदिने सो टू राख्यो भने कति हुन्छ त मोल फर लिटर अनि सधैँ छ अनि त्यस्तै गरेर हेर त यो टू राख्यो भने कति हुन्छ यो माइनस वान आउँछ कि नै माइनस वान आउँछ सो यो फर्स्ट सेकेन्ड भयो सो यसलाई चाहिँ के हुन्छ भित्र मल्टिप्लाई गरिदियो सो के हुन्छ पर मोल हेर त पर मोल अनि यसले माइनस जान्छ वान हुन्छ होइन पर मोल लिटर पर सेकेन्ड हो पर मोल लिटर पर सेकेन्ड है त पर मोल अनि त्यस्तै गरेर चाहिँ हाम्रो लिटर पर सेकेन्ड हेर त पर मोल लिटर पर सेकेन्ड चाहिँ यसको के भयो युनिट भयो सो पर मोल लिटर पर सेकेन्ड भनेको चाहिँ अप्सन सी भयो ठिक छ ठिक छ सजिलो छ है यो क्वेसन चाहिँ गाह्रो छैन नेक्स्ट क्वेसनमा जाउँ त ल हेर त यो रिएक्सन हेर त सिम्पल क्वेसन सोधेको रहेछ हेर त द वाट इज द अर्डर हेर त के सोध्यो वाट इज द अर्डर अफ रिएक्सन विच ह्याज द हेर त रेट एक्सप्रेसन यसको रेट यति छ सो यसमा चाहिँ अर्डर के होला सिम्पल छ हेर सो रेट भनेको हामीलाई के दिएको छ के ए टु दि पावर के छ हाम्रो 3/2 अनि त्यस्तै गरेर चाहिँ बी भनेको कति छ त -1/2 सो यो भनेको चाहिँ हेर त यो एम र एन जस्तै छ किन यो एम जस्तै छ यो चाहिँ के जस्तै छ एन जस्तै छ सो हाम्रो के सोध्ने हो टोटल अर्डर सोधेको टोटल के हुन्छ त हाम्रो एम प्लस एन हुन्छ सो 3/2 अब यहाँ प्लस र माइनस के हुन्छ माइनस नै हुन्छ डिभाइड बाई वान गरेर सो यसलाई -1 गरेर सो के हुन्छ त भन त अब यसलाई सल्भ गर ए टूलाई एलसिएम ल्याइदियो सो 3/2 -2 बाई सरी यस्तो गरौँ न हेर त ल यस्तो गरौँ 3/2 सधैँ छ 3/2 -2 भयो सो यो कति भयो 1/2 भयो सो 1/2 भनेको कुन भयो आन्सर कुन भयो बी भयो है त सिम्पल क्वेसन थियो कि नै ल नेक्स्ट क्वेसनमा जाउँ है त हेर त यो क्वेसन हेर फर सिङ्गल स्टेप भेरिफिकेसन ल हेर त फर द सिङ्गल स्टेप रिएक्सन ल है त यो क्वेसनमा हेर फर द सिङ्गल स्टेप रिएक्सन एक्स प्लस वाइ टु वाइ गिभ्स प्रोडक्ट रे एक्स प्लस टु वाइ यसको मोलिकुलारिटी निकाल रे एक्स छ अनि टु वाइ छ गिभ्स प्रोडक्ट दियो रे सो यसको मोलिकुलारिटी कति छ हेर त रिएक्टेन्टमा कतिवटा छ मोलिकुल एउटा यो छ अनि त्यस्तै गरेर यो एउटा मान्ने होइन है यसमा चाहिँ कति छ दुईवटा छ नि त सो दुईवटा भइसकेपछि कति हुन्छ टू भयो सो 2 + 1 गरेर कति हुन्छ थ्री हुन्छ सो थ्री भएको आन्सर सो थ्री कुन भयो आन्सर भन त सी भयो है त ल यो क्वेसन हेर त फर द फर्स्ट अर्डर रिएक्सन हाफ लाइफ भन्ने कुरा चाहिँ के हुन्छ त हाफ लाइफ पिरियड इज इन्डिपेन्डेन्ट केसँग इन्डिपेन्डेन्ट हुन्छ सिम्पल भेरी गुड है त केसँग इन्डिपेन्डेन्ट हुन्छ इनिसियल कन्सन्ट्रेसनसँग इन्डिपेन्डेन्ट हुन्छ नेक्स्ट क्वेसनमा जाउँ वेन हेर त नेक्स्ट क्वेसन के छ त वेन द रेट अफ रिएक्सन इज इक्वल टु द के हुन्छ रिएक्सन कन्स्ट्यान्ट यो अघिकै क्वेसन हो मैले यो धेरै टाइम वेस्ट गरिनँ यो भनेको कुन अर्डर हो जेरो अर्डर रिएक्सन है त अघि आएको छ क्वेसन चाहिँ र यो क्वेसन हेर त के सोधिरहेको छ यो क्वेसनले हेर त इफ द रिएक्सन बिट्विन ए प्लस बी छ ओके हेर त ए प्लस बी भन्ने दुईवटा कम्पाउन्ड छ अनि यो चाहिँ रिएक्सन गराएर सी बन्यो अरे ओके है त सो द फर्स्ट अर्डर रिएक्सन ओके यो चाहिँ कुन अर्डर छ अरे भन त यो चाहिँ फर्स्ट अर्डर छ होइन फर्स्ट अर्डर छ ए एन्ड हेर त के सोधिरहेको छ भन्दाखेरि चाहिँ ए एन्ड सेकेन्ड अर्डर ओके ओके ठिक छ यता हेर है फर्स्ट अर्डर इन ए सरी मैले रङ परेछु ए भनेको चाहिँ फर्स्ट अर्डर रहेछ अरे यो ए भनेको चाहिँ फर्स्ट अर्डर रहेछ अनि यो बी भनेको के छ त भन्दाखेरि चाहिँ सेकेन्ड अर्डर छ अरे बी भनेको सेकेन्ड अर्डर छ अरे त्यसलाई चाहिँ हाम्रो द रेट इक्वेसन क्यान बी रिटर्न एज भनेर आएको छ यसलाई चाहिँ कसरी पनि लेख्न सकिन्छ हेर त ए भनेको फर्स्ट अर्डर बी भनेको सेकेन्ड अर्डर हामीलाई थाहा छ रेट भनेको के हो है आर भनेको के हुन्छ के ए टु दि पावर के गर्ने भन्दाखेरि चाहिँ एम बी टु दि पावर एन सो हाम्रो ए को लागि यो भनेको एम भनेको कति छ वान छ अनि बी एनको त एन भनेको कति छ टू छ बीको लागि सो यसलाई सल्भ गर्दाखेरि कति आउँछ आर भनेको के अनि वान राख्नु भनेको नराख्नु एउटै हो त्यही भएर मैले ए नै लेखेँ सो त्यस्तै गरेर बीको पावरमा कति लेख्छु टू लेख्छु सो यो भनेको हाम्रो के भयो त रेट भयो यही टर्ममा लेख भनेको है त सो के हुने भयो ए अनि त्यस्तै गरेर के ए टु दि ए अनि त्यस्तै गरेर बीको पावर टू यो कहाँ मिल्यो हेर त ए अनि बीको पावर टू सो सी आन्सर सी भयो है त नेक्स्ट क्वेसनमा जाउँ ल यो क्वेसन द हेर त क्वेसनले भनिरहेछ द कन्भर्जन अफ मोलिक्युल ए टु बी ठिक छ एदेखि बीमा लैजानु छ हामीलाई बीमा लैजानु छ है त अ सेकेन्ड अर्डर काइनेटिक्स ओके
सेकेन्ड अर्डर काइनेटिक्स, यो चाहिँ सेकेन्ड अर्डरमा छ अरे, सेकेन्ड अर्डर छ, ओके है। सेकेन्ड अर्डर छ। अब क्वेसनले के भने हेर त, डबलिङ, हेर है, द डबलिङ द कन्सन्ट्रेसन अफ एलाई डबल गरिदियो भने विल इन्क्रिज द रेट अफ फर्मेसन अफ बी बाई फ्याक्टर अफ भनिरहेको छ। हेर त मैले के गरिदिएँ, कन्सन्ट्रेसन अफ एलाई डबल गरिदियो भने यसै बी कतिले इन्क्रिज हुन्छ भनेर छ। अब सिम्पल क्वेसन छ हेर, के भन्यो हामीलाई थाहा छ रेट भनेको के हो भन्नु त मलाई, रेट भनेको के अनि ए, ए को पावर अहिले चाहिँ एउटा मात्रै छ, त्यही भएर मैले एम मात्रै लेखेँ। अब यो कुन अर्डर हो रे, कुन अर्डर हो रे, यो एम सेकेन्ड अर्डर भनिरहेको छ, एमको भ्याल्यु 2 राखिदियो। सो यहाँबाट के भने भयो आर के, अनि त्यस्तै गरेर चाहिँ ए को पावरमा 2 भयो। अब सोधि क्वेसनले के भनिरहेको छ, डबल गरेर यो ए भनेको लाइक 2 ए राख अरे, होइन ए भनेको के राख अरे, 2 ए राख अरे, होइन 2 ए राख भन्यो भने नयाँ जुन रेट हुन्छ यो चाहिँ कति होला भनेर सोधिरहेको छ, 2 राख। अब हेर यसलाई के हुन्छ, भित्र हेरेर स्क्वायर गरिदेऊ न। सो आर भनेको के हुन्छ के 4, अनि त्यस्तै गरेर चाहिँ ए स्क्वायर भयो, हो कि नै। अब हामीलाई थाहा छ, अब यहाँबाट के गर्न सक्छौँ भन त, अब यहाँबाट के गर्न सक्छौँ भन्दाखेरि चाहिँ यो 4लाई अगाडि राख्यो भने के हुन्छ हेर त, आर अनि त्यस्तै गरेर 4 के ए स्क्वायर भयो कि नै। सो यो मलाई भन त के स्क्वायर भनेको यो इनिसियल हो कि नै, होइन यो इनिसियल हाम्रो रेट हो कि नै। सो केलाई मैले आर भन्न सक्छु। सो आर, यो नयाँ आर डेस भन न यसलाई। सो आर डेस भनेको के आयो, 4 आर आयो। बुझिरहेको छु, केही गरेँ छैन मैले, जस्ट त्यो हाम्रो फर्स्ट अर्डरमा सेकेन्ड अर्डरमा भनेको छ। सो रिएक्सनमा मैले ए को ठाउँमा टू राखिदियो भने त के हुन्छ हेरेर, 2 को स्क्वायर 4 हुन्छ नि। सो 4 टाइम्स बढ्दो रहेछ कि। ठिक छ, 4 टाइम्स हुँदो रहेछ। नेक्स्ट क्वेसन हेर त, ल हेर सिम्पल क्वेसन छ, एकदमै इम्पोर्टेन्ट छ, दुईचोटि सोधिसकेको छ है त। सिम्पल क्वेसन छ, दुईचोटि सोधिसकेको क्वेसन छ। क्वेसनले भनिरहेको छ 75% अफ फर्स्ट अर्डर रिएक्सन, ओके ठिक छ, 75% वाज कम्प्लिटेड इन 32 मिनट रे। हेर त टी 75% कम्प्लिट गर्नको लागि 32 मिनट लाग्यो अरे, 32 हाफ लाइफ लाग्यो अरे, 32 हाफ लाइफ लाग्यो अरे, होइन वेन। सो त्यो वेन 50% अफ द रिएक्सन कम्प्लिटेड, 50% कतिमा कम्प्लिट होला भन्न छ भन त। 50% भनेको हाफ लाइफ हो कि नै, 50% भनेकै हाफ लाइफ हो किन, यो हाफ लाइफ कम्प्लिट हुनको लागि कति टाइम लाग्छ भनेर चाहिँ सिम्पल क्वेसन छ। युनिटरी मेथड लगाइदियो, हामीलाई थाहा छ नि। हेर त टी 75% हाम्रो कम्प्लिट हुनको लागि कतिवटा हाफ लाइफ लाग्छ मलाई भन त। टी 75% कम्प्लिट हुनको लागि भेरी गुड, दुईवटा हाफ लाइफ लाग्छ, दुईवटा हाफ लाइफ लाग्छ। सो अब हामीले टी 50को भनेको हाफ लाइफ निकाल्नु पऱ्यो भन त। यहाँबाट यो हाफ लाइफ भनेको के आउँछ यहाँबाट, सो हाफ लाइफ भनेको के आउँछ, T1/2 भनेको कति आउँछ, टी 75%, टी 75% डिभाइडेड बाई 2 आउँछ कि नै, आउँछ। सो अब क्वेसनले भनिरहेको छ, क्वेसनले के भनिरहेको छ हेर त, यो 75% कम्प्लिट हुनको लागि 32 मिनट लाग्छ अरे, यानि कि यो 75 भनेको 32 छ अरे, 32 डिभाइडेड बाई 2 गरेर त यो भनेको कति आउँछ, 16%, 16 मिनट आउँछ, नट पर्सेन्ट, 16 मिनट आउँछ। बुझ्यो कि नै, म फेरि भनिदिन्छु है त बुझेन भने। ल हेर क्वेसनले सिम्पल क्वेसन छ, के भनिरहेको छ त भन्दाखेरि 75%मा 32 मिनट्स लाग्यो अरे, होइन यसको हाफ लाइफ भनेको 32 रहेछ अरे। अनि हामीलाई सोध्यो T50मा कति होला, T50 भनेको के हो भन त मलाई, T50 भन्नु भनेकै हाफ लाइफ हो कि नै। सो यसको लागि T1/2मा चाहिँ कति होला भनेर क्वेसन सोधिरहेको छ। सो टी अथवा T50मा 1/2 अथवा सिम्पल एउटा हाफ लाइफ लाग्ने हो नि त है, यो बुझ्यो होला यो सोधेको भनेर। अब हामीलाई थाहा छ T70 भनेको त दुईवटा हाफ लाइफ हो कि नै। अब यहाँबाट हाफ लाइफ निकाल्यो भने कति हुन्छ, T70/2 गरिदियो अनि 16 हुन्छ। सो आन्सर के भयो भन भन। सो आन्सर के भयो त भन्दाखेरि चाहिँ बी भयो, 16। नेक्स्ट क्वेसनमा जाउँ त, ल क्वेसन सोधिरहेको छ हेर, सिम्पल क्वेसन छ, हामीले अघि के भनेको थियो त्यही तरिकाबाट जाउँ। द रेट कन्सट्यान्ट अफ अ जेरो, हेर त जेरो अर्डर रिएक्सन, जेरो अर्डर रिएक्सन छ, के छ र रेट कन्सट्यान्ट, द इनिसियल कन्सन्ट्रेसन ए छ भने हाफ लाइफ मैले अघि नै भनिसकेको छु के हुन्छ यो है त, हाफ लाइफ कति हुन्छ जेरो अर्डरमा कति हुन्छ, A/2K हुन्छ, 2K सम्झिने भनेको थियो। सो A/2K भनेको कुन छ, डी छ है त। ठिक छ, नेक्स्ट क्वेसनमा जाउँ। ल रेडियो एक्टिभ डिसइन्टिग्रेसन एन्ड इक्जाम्पल इज सिम्पल क्वेसन, अघि पनि यो आइसकेको छ। रेडियो एक्टिभ डिसइन्टिग्रेसन भनेको कुन अर्डर हो रे, भेरी गुड है, इट इज एन फर्स्ट अर्डर, इट इज अ फर्स्ट अर्डर रिएक्सन, फर्स्ट अर्डर काइनेटिक्स। ठिक छ, त्यस्तै गरेर हेर रेडियो एक्टिभिटी, हेर त रेडियो एक्टिभिटी भनेको चाहिँ हाफ लाइफ एन्ड मिन लाइफ कति होला अरे, ओके सिम्पल छ। हाफ लाइफ भनेको के हो, हाफ लाइफ भनेको के हो भन त, 0.693 डिभाइडेड बाई ल्याम्दा, यो भन्नु भनेको के हो, 1/ल्याम्दा हो। यो भनेको हाफ लाइफ रहेछ, 1/ल्याम्दा भएको हाफ लाइफ, 1/ल्याम्दा भनेको हाफ लाइफ, हेर त 1/ल्याम्दा। अनि त्यस्तै गरेर मिन लाइफ पनि सोधेछ, मिन लाइफ भनेको ln2 बाई कति हुन्छ ल्याम्दा, सिम्पल छ। सो तिमीलाई एउटा मात्रै जाने पनि पुगिहाल्थ्यो, हेर त 1/ल्याम्दा भनेको चाहिँ 1/ल्याम्दा भएको आन्सर कुन छ, हेर त बी। ओके, नेक्स्ट क्वेसनमा जाउँ। क्वेसनले सोधिरह, क्वेसनले के सोध्यो भन्दाखेरि द हाफ लाइफ अफ रिएक्सन इज इन्डिपेन्डेन्ट विथ इनिसियल कन्सन्ट्रेसन, भन त हाफ लाइफ चाहिँ के छ, अघिदेखिबाट एउटै क्वेसन घुमिरहेछ। हाफ लाइफ चाहिँ के छ त भन्दाखेरि चाहिँ इन्डिपेन्डेन्ट छ केसँग, इनिसियल कन्सन्ट्रेसनसँग। यो कुन अर्डर हो,
भेरी गुड है, इट इज अ फर्स्ट अर्डर रिएक्सन, जेरो अर्डर होइन। नेक्स्ट क्वेसन हेर ल। अब यो एक दुईवटा यस्तो टाइपको क्वेसनहरू पनि तिमीहरूलाई एकदमै सोध्ने गर्छ है त। यस्तो क्वेसनमा अब तिमीहरूलाई यो क्वेसन सल्भ गर भन्यो भने तिमीहरूको दाँतबाट क्वेसन आउन थाल्छ। सो म एकदमै सजिलो तरिका म जे भन्छु नि है त, यो एकदमै इम्पोर्टेन्ट छ। म जे भन्छु मैले भनेको स्टेपहरू तिमीहरू ब्याक गरेर पनि सुन्नु, र त्यही स्टेपहरू हरेक क्वेसनमा फलो गर्नु होइन, तिमीहरूको आन्सर मजाले आउँछ है त। जस्तै हेर म एक दुईवटा क्वेसनहरू गराउँछु यस्तै है तिमीहरूलाई। फर्स्ट क्वेसन गराउँछु, मस्त तरिकाले ध्यान दियो। ल क्वेसनले के भनिरहेको छ हेर त। यो क्वेसनले भनिरहेको छ कि है, सपोज द्याट, मैले जुम गरिदिन्छु अलिक। सपोज द्याट द रेट ल अफ रियाक्सन फर द रियाक्सन के छ त भन्दाखेरि ए टु बी छ अरे है त, एदेखि कम्पाउन्ड बी बन्यो ओके है। ए टु बी छ एन्ड हेज बिन फाउन्ड टु बी अफ फर्म अफ रेट भनेको यसको यसको रेट चाहिँ के छ अरे भन त। यसको रेट दिएको छ हामीलाई, के भनेको चाहिँ ए टु दि पावर एम दिएको छ ओके। ए टु दि पावर एम दिएको छ। वाट विल बी द ओभरअल अर्डर, ओभरअल अर्डर चाहिँ कति होला भनेर सोधिरहेको छ। सो ओभरअल अर्डर अफ द रियाक्सन बेस्ड अन फलोइङ डाटा, यो डाटालाई हेरेर चाहिँ हाम्रो यो अर्डर भनेको कति हो भनेर क्वेसन सोधिरहेको छ। हेर यदि तिमीलाई के गर्नुपर्छ भन्दाखेरि चाहिँ अहिले त यहाँ एउटा मात्रै दिएको छ कन्सन्ट्रेसन, कहिलेकाहीँ दुईवटा कन्सन्ट्रेसन दिइदिन्छ क्या, ए प्लस बी भन्ने कम्पाउन्ड दिइदिन्छ। त्यति बेला पनि के गर्ने त्यो पनि म सिकाउँछु। पहिलो नम्बर सिम्पलदेखि हेरौँ। हेर त, ए भनिसकेपछि के गर्ने भन्दाखेरि चाहिँ जुन दिएको छ नि त्यसको अपोजिट हेर्ने, त्यो चाहिँ अर्कोमा गर्छौँ। र यसमा हेर त, इनिसियल कन्सन्ट्रेसन चाहिँ कति छ भन्दाखेरि चाहिँ ए भनेको यो दिएको छ, यसको चाहिँ हाम्रो रेट के हो त यो ओके। अब के गर्ने, रेटमा दुईटा यस्तो तिमीहरूले के हेर त, कन्सन्ट्रेसन हेर जसले गर्दाखेरि डिभाइड जाओस् क्या। अब डिभाइड गरेर ट्याक्कै काटियोस् भन्नुको मिनिङ चाहिँ अहिले त यो सिङ्गल छ जे गर्दा नि हुन्छ है। अहिले त एउटा जुनलाई लिँदा पनि हुन्छ, सपोज तिमीले कुनलाई लियो सजिलो जुन चाहिँ डिभाइड गर्न सजिलो जुन हुन्छ नि त्यही लियो है त। जस्तै कि मैले के लिएँ भन्दाखेरि चाहिँ मैले यसरी तिमीहरूले इक्वेसन मान्ने है त। दुईवटा अब दुईवटाभन्दा बढी आयो भने यस्तो इक्वेसन मान्ने, तिनवटा भयो। अब जुनलाई डिभाइड गर्दा नि पनि हुन्छ है त। जस्तै हेर त, रेट ल भनेको के गरेँ भन्दाखेरि चाहिँ मैले इक्वेसन चाहिँ सजिलोको लागि मैले के गरिदिएँ भन्दाखेरि इक्वेसन जुन पनि गर्दा हुन्छ है तिमीहरू जो मलाई गर्दा हुन्छ। सो इक्वेसनलाई मैले के गरिदिएँ भन्दाखेरि थ्रीलाई चाहिँ मैले डिभाइड गरिदिएँ, मैले डिभाइडेड बाई कति टूले डिभाइड गरिदिएँ हेर त। थ्रीलाई मैले कतिले डिभाइड गरिदिएँ होइन, टूले डिभाइड गरिदिएँ है त। टूले डिभाइड गरिदिएँ। हेर थ्रीलाई टूले डिभाइड गर त। अब यसको लागि मैले अलवेज के भन्ने गर्छु, तिमीहरूले यसको फर्ममा लेख्ने गर यो रिएक्सन। अब अहिले त क्वेसनले नै दिएको छ, तर तिमीहरूले पछि पनि अरू रिएक्सन हो भने यस्तो फर्ममा लेख्ने गर। सो यसको लागि रेट भनेको कति छ हेर त। मैले थ्रीको लागि रेट कति छ हेर त। रेट भनेको कति छ भन्दाखेरि चाहिँ थ्री भनेको 48 इन्टु 10 टु द पावर 5 छ होइन, इक्वस टू के भन्ने हुन्छ हो कि यहाँबाट के हुन्छ। सो के भनेको चाहिँ ए टु दि पावर हामीलाई ए भनेको दिएको छ, हामीलाई ए भनेको कति छ यसकै हेर्ने है, यसकै हेर्ने फेरि तिमीहरूले जुन जसको रेट लिएको छौ त्यसकै के हेर्ने है, त्यसको इनिसियल कन्सन्ट्रेसन पनि हेर्ने। सो 0.2 छ अनि पावरमा के छ हाम्रो एम छ, एमको भ्याल्यु निकाल्नुपर्ने छ। सो डिभाइड गर त दुइटैतिर। केले डिभाइड गर्ने भनेको छु मैले है, टूले डिभाइड गर्ने। इक्वेसन टू भनेको कुन छ हेर त, इक्वेसन टूको भ्याल्यु राख्यो त यो भनेको कति छ 12 इन्टु 10 टु द पावर 5 अनि डिभाइडेड बाई के हुन्छ त भन्दाखेरि चाहिँ हेर त यसकै के हेर्ने त कन्सन्ट्रेसन हेर्ने, के एज इट इज छँदैछ। त्यसले यो के नराख्दा पनि हुन्छ, किनकि किन थाहा छ, यो के भनेको त रेट कन्सटेन्ट हो नि त। के जुनसुकै पनि रिएक्सनमा यो के को भ्याल्यु त काटिने हो। सो सर सर जान्छ, तिमीहरूले नलेख्दा पनि हुन्छ। म सुरुमा लेखेर बुझाइरहेको छु, म अर्को क्वेसनमा चाहिँ यो के लेखेर बस्दैन है त। सो त्यस्तै गरेर अब अर्को ए को भ्याल्यु कति हुन्छ यहाँनिर भन त। सो ए को भ्याल्यु चाहिँ अब हेर त टूमा कुन छ 0.1 छ, 0.10 छ। सो 10 छ, 0.10 छ। सो यसलाई चाहिँ अब सल्भ गर्नु, पावरमा एन छ। अब यसलाई चाहिँ डिभाइड गरेर टक्क पारेर एमको भ्याल्यु आफै आउँछ। ल हेर यसलाई डिभाइड गरेर त टुवेल्भले जाँदाखेरि कति हुन्छ, यो 10 टु द पावर 5ले 10 टु द पावर 5 गयो, टुवेल्भले जाँदाखेरि चाहिँ 4 भयो होइन। सो 4 इक्वस टू कति आयो अनि यो केले के जान्छ। सो यो चाहिँ हाम्रो 0.1ले कति हुन्छ 0.2 जाँदाखेरि ट्याक्कै डबल भयो हो कि नै। सो कति भयो टूको पावरमा के भयो त एम भयो। सो यसलाई यस्तो पनि लेख्न सकिन्छ यहाँबाट के लेख्न सकिन्छ, फोर भनेको त टूको पावर टू हो नि त। सो टूको पावर टू भइसकेपछि टूको पावर एम भयो। सो यहाँबाट के हुन्छ त भन्दाखेरि एमको भ्याल्यु कति आउँछ भन त। सो यहाँबाट कति आउँछ एमको भ्याल्यु 2 आउँछ। म फेरि पनि भनिदिन्छु सर पारेर है त, सबैमा यस्तै गर्ने हो। दुईवटा छ भने त्यसलाई पनि म गरेर देखाउँछु। ल हेर के गरेँ मैले, दुईवटा यसरी तिमीले सुरुमा पहिला इक्वेसन मान्न थालिहाल। हेर त सर इक्वेसन मानिहाल्यो, तिनवटा इक्वेसन बनाऊ, जति छ त्यतिवटा इक्वेसन बनाऊ। त्यसपछि हेर त ए को भनिरहेछ नि त, एउटाको भनिरहेछ दुईवटा यस्तो टर्म खोज्छ जुन चाहिँ टक्क डिभाइड हुने होस् क्या। बुझ्यो भने सिङ्गल छ भने डिभाइड भनेको तिमीलाई डिभाइड गर्न जुन सजिलो हुन्छ त्यो गर्दा नि हुन्छ। मैले चाहिँ थ्रीलाई चाहिँ केले डिभाइड गरेँ टूले डिभाइड गरेँ, टूले डिभाइड गर्दाखेरि चाहिँ के आउँछ त भ्याल्यु भनेको एमको भ्याल्यु 2 आउँछ है त। सो आन्सर कुन भयो यसमा चाहिँ 2 हुने भयो त, आन्सर बी भयो। जस्तै अर्को क्वेसन हेरौँ न।
तिमीहरूले यसमा अलिक बुझ्न गाह्रो भयो भने अर्को क्वेसनमा हेरौँ, यो त सजिलो थियो। अर्को क्वेसन हेरौँ। जस्तै तिमीलाई यस्तो पनि सोध्न सक्छु, अघि एउटा मात्रै कन्सन्ट्रेसन थियो, अघि चाहिँ अहिले चाहिँ के आयो, दुईवटा आयो क्या। यति बेला के गर्ने? मैले जहिले पनि भन्छु फर्स्ट काम के हो हाम्रो? फर्स्ट काम भनेको के हो त? इक्वेसन मान्ने। एउटा मान, दुईटा मान, तिनटा मान, ठिक छ, तिनटै इक्वेसन, किनकि तिमीलाई थाहा हुन्छ कि पहिले पछि कुनले चाहिँ केलाई डिभाइड गरेको हो भन्ने। ओके। र अब यस्तो आयो भने तिमीले हामी के लेख त भन्दाखेरि चाहिँ रेटको इक्वेसन लेख, है त, रेट ल लेख। आर भनेको के हुन्छ? हेर त, ए प्लस बी गिभ्स प्रोडक्ट भनिरहेको छ। सो ए को लागि पहिला रेट लेख। ए को लागि रेट भनेको के हुन्छ भन त? के, होइन, ए को पावर कति हुन्छ? एम हुन्छ, हो कि नै? त्यस्तै गरेर अनि एम, अनि त्यस्तै गरेर के हुन्छ? बी को पावर एन हुन्छ। किन किन अहिले बी थपेको? किनकि दुईवटा छन्, दुईवटा छन्, है त। यो गरौँ। अब यसबाट हामीले पालै पालो निकाल्ने। पहिला के निकाल्ने? जुनसुकैको पनि निकाल्दा हुन्छ। पहिला मैले एमको निकाल्छु, र त्यसपछि चाहिँ मैले है एनको निकाल्छु। ओके। ल हेर, फर एम मैले के गरेँ त्यसपछि? फर एम। अब यसमा के गर्ने त? कसरी निकाल्ने त? है त। एमको लागि कसरी, एमको भ्याल्यु कसरी निकाल्ने? अघि त के थियो, सर र जुन राख्दा पनि हुन्थ्यो। अब यसमा जुन राख्ने त होइन। तिमीलाई जे निकाल्नु छ नि, है त, जस्ट सपोज यो हामीले एम भनेको के को पावर हो भन त? के को अर्डर हो? ए को अर्डर हो नि त। ध्यान दियो है, म के भनिरहेको छु। एम भनेको त ए को अर्डर हो नि त, ए को पावरमा माथि छ। सो ए को अर्डर हो भने हामीले एमा नहेर्ने, होइन, जुन भनेको छ नि अर्को हेर्ने क्या। जस्तै कि ए भनेको चाहिँ हामीले बीमा हेर्नु पर्यो अब। जस्तै ध्यान दियो है, मैले ए को पावरमा एम छ नि, मैले यहाँ एनको भ्याल्यु निकालेको भए मैले बीमा हेर्दैन थिएँ। केमा हेर्थेँ म? एमा हेर्थेँ। ओके। अहिले हामी एम निकालिरहेछौँ, त्यही भएर चाहिँ यो एमको भ्याल्यु निकाल्नको लागि हामीले एमा नहेर्ने, होइन, हाम्रो के गर्ने त? बी, यति पार्ट हेर्ने। सो बी र रेटको भ्याल्यु हेर्ने। अब बी यो बी र रेटमा हेर्ने, यस्तो भ्याल्यु हेर्ने, अथवा मैले त्यही भएर इक्वेसन मान भनेको हो क्या। सो यस्तो भ्याल्यु हेर्ने जुन चाहिँ सट र सट र डिभाइड होस् क्या, चट्ट चट्ट काटियोस्। जस्तै हेर त, कुन कुन काटिन सक्छ यहाँ बीको? बीमा रेट त फरक पर्दैन है, रेट जोसुकै होस् मतलब भएन। बीमा यस्तो दुईवटा भ्याल्यु हेर जुन चाहिँ सट्ट सट्ट काटियोस् क्या। जस्तै हेर त, मैले टु 0. मैले हेर त 0.2 र 0.2लाई मैले डिभाइड गरिदियो भने काटिन्छ नि। सो त्यही भएर अब तिम्रो इच्छा जे गर्नु, जे मन लाग्छ त्यही गर। हेर, अब मैले के गरिदिएँ यहाँनिर, के गरेँ भन्दाखेरि चाहिँ इक्वेसन मैले के गरेँ त भन्दाखेरि चाहिँ टूलाई चाहिँ मैले थ्रीले डिभाइड गरिदिएँ क्या। किन गरेँ त भन्दाखेरि मैले के भनेको? एमको भ्याल्यु निकाल्नु छ भने, है त, के भनेको त भन्दाखेरि चाहिँ एमको भ्याल्यु निकाल्नु छ भने मैले केमा हेर भनेको थिएँ? अर्कोमा हेर्ने। जेमा निकाल्नु खोजिरहेको त्योमा होइन, अर्कोमा हेर्ने। अर्कोमा त्यो भ्याल्यु हेर्ने जुन चाहिँ सट्ट सट्ट काटियोस् क्या। यो दुइटै सर सेम सेम भ्याल्यु हेर भन्नु खोजेको क्या मैले। सेम सेम भ्याल्यु हेर्ने बीमा। यहाँ फेरि सेम सेम भ्याल्यु खोज्न थाल्छौ फेरि, होइन, यो चाहिँ बीमा हेर्ने। ओके। यहाँ हेऱ्यो, त्यसपछि के गर्ने? त्यसलाई डिभाइड गरिदिने। अब सर सर काटिन्छ। सो मैले टूलाई सजिलोको लागि मैले टूलाई चाहिँ थ्रीले डिभाइड गरिदिएँ, गरिदियो त। सो आर भनेको यहाँ कति छ? सो आर भनेको यहाँनिर कति छ त भन्दाखेरि चाहिँ हेर त, आर भनेको कति छ? यसको लागि चाहिँ टूमा के छ? एट। एट इन्टु हाम्रो रिएक्सन थाहा छ नि तिमीहरूलाई, यो हो नि त। यो हाम्रो आर भनेको के हो? 8 × 10⁻²। इक्वस अब म के मैले लेख्दैन है, किनकि के काटिन्छ भन्ने कुरा त मैले अलरेडी भनिसकेको छु। सो ए भनेको यहाँ के लेख्ने? ए को भ्याल्यु पनि लेख्ने, है त, ए को भ्याल्यु पनि लेख्ने। एमा कुन छ यो रिएक्सन पनि हेर्ने, है त। यो यति हेऱ्यो नि त हामीले, है। अब अहिले अब तिमी क्वेसन गर्न थाल्छौ कि अलिक भर्खर भनेको थियौ कि तिमीले यहाँबाट चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ बी एमा नहेर्ने भनेर। तर मैले कसरी नहेर्ने भन्दाखेरि चाहिँ बीमा हेर, काटिनेवाला भ्याल्यु क्या। जस्तै तिमीहरूले एमा हेऱ्यौ भने यो दुईवटा काटिन्छ र ट्याक्कै वान हुन्छ र काटिएर सेम सेम छ र छैन नि त। सो बीमा सेम हेर क्या। बुझ्यौ नि? एमको भ्याल्यु निकाल्नु छ भने बीमा हेर, एनको भ्याल्यु निकाल्नु छ भने एमा हेर। सो अब भ्याल्यु राखिदियो त सबैको। हेर त, टूमा के छ? 0.2को पावरमा कति छ? एम छ। एम छ डिभाइडेड बाई यो कति हुन्छ? 0. अनि इन्टु, अनि बीमा के छ? बीमा के छ भन त? बी भनेको 0.2 छ, 0.220 छ। अनि त्यस्तै गरेर पावरमा के छ त भन त? पावरमा के छ? एन छ। पावरमा एन छ। अनि डिभाइडेड बाई अनि त्यस्तै गरेर हेर त, इक्वेसन 3 भनेको कुन हो? 2 × 10⁻²। त्यस्तै गरेर हेर त, एम टू ए को भ्याल्यु कति छ? 0.1, 0.1 पावरमा एम। अनि त्यसपछि पावरमा एम, अनि 0.2 भनेको अब यसमा हेर त सेम सेम छ नि त, काटिनु पर्यो। एम भयो। अब यहाँबाट हेर तिमीले के कुरा सेम देख्छौ त? यो दुइटा कुरा सेम छ नि त, यसले यो पुरै काटिन्छ नि त, हो कि यो दुइटा कुरा सेम छ, है त। यो दुइटा कुरा सेम छ भने यसले यो र यो पुरै काटियो, हो कि यसको यो 10⁻²ले 10⁻² पनि काटियो। सो यसलाई अझै सल्भ गरौँ भने यहाँबाट के आउँछ त? एमको भ्याल्यु आउँछ। अब किन मैले अघि बीमा हेरेको रहेछ भन्ने कुरा थाहा पाइरहेको छ होला, किनकि मैले एमा हेरेको भए त यो एम भन्ने काटिहाल्यो नि त, त्यही भएर एमको भ्याल्यु आउँदैन थियो, है त। ल यसलाई सल्भ गर त। अनि यो कति गयो? 4 गयो, होइन। फोर फोर इक्वस टू कति भयो, है त? यसले चाहिँ कतिले जान्छ? डबल हुन्छ नि त। हेर, 0.1 र अघिकै भ्याल्यु रहेछ, हेर त, 0.1 र 0.2लाई काट्दाखेरि 2 जान्छ। सो 2को पावर कति भयो त भन्दाखेरि चाहिँ यम भयो। सो यहाँबाट यमको भ्याल्यु निकाल्यो भने कति आउँछ? 2 आउँछ। क्लियर?
एमको भ्याल्यु निकाल्यो भने 2 आउँछ। अब मैले अहिले तिमीहरूले अझै कन्फ्युज भयो भने अब बीको भ्याल्यु निकालौँ। बीको भ्याल्यु बी भनेको चाहिँ एनको भ्याल्यु निकालौँ। एमको त आयो, अब एनको भ्याल्यु निकालौँ। कसरी निकाल्ने? एनको भनेको कुनमा छ? एन भनेको बीमा छ। सो बीमा छ भनेपछि हामीले बी हेर्ने त नहेर्ने। सो एमा भ्याल्यु हेर्ने। एमा त्यो भ्याल्यु हेर्ने जुन चाहिँ सटर काटियोस् क्या, सेम सेम भ्याल्यु हेर्ने। एमा सेम सेम भ्याल्यु कुन छन् हेर त। यो एमा सेम सेम भ्याल्यु भएको चाहिँ 0.1 र 0.1 छ नि, हेर त। इक्वेसन 1 र 3मा सेम सेम भ्याल्यु छ। सो त्यही भएर अब के गर्ने, इक्वेसन 1लाई 3ले डिभाइड गर्दा नि हुन्छ, 3लाई 1ले डिभाइड गर्दा नि हुन्छ, तिम्रो चोइस हो। मैले के गरिदिएँ भन्दाखेरि चाहिँ 3लाई 1ले डिभाइड गरिदिएँ, किनकि ठुलोलाई सानोले डिभाइड गरिदिएँ। मैले के गरिदिएँ अब फर फर के को लागि, एनको लागि। फर एनको लागि तिमीलाई लेन्दी लागिरहेको छ होला, तर लेन्दी छैन है, मैले बुझाउनलाई मात्र यत्रो गरिरहेको है। फर एनको लागि, एनको लागि के गर्ने त भन्दाखेरि चाहिँ इक्वेसन 3लाई मैले 1ले डिभाइड गरिदिएँ। 3लाई 1ले डिभाइड गरिदिएँ। सेम सेम भ्याल्यु हेर्ने के, एमा सेम सेम भ्याल्यु कुन छ, एउटा ए यो छ, अर्को चाहिँ यो छ। सो के भयो त भन्दाखेरि चाहिँ रेट भनेको कति छ, इक्वेसन 3को रेट हेर त। 3को रेट भनेको चाहिँ 2 × 10⁻² छ, इक्वस टु के काटिहालिन्छ। सो ए को भ्याल्यु कति भयो त 3मा 0.1 छ, 0.1 छ। अनि त्यसको पावरमा यम, अनि त्यस्तै गरेर बीमा कति छ, 0.2 छ। यो 0.2 कहाँबाट आयो बुझिरहेको छ होला नि, त्यसकै भ्याल्यु दिएको होइन, 0.2 यो डिभाइडेड बाई। अब इक्वेसन 1मा के छ, 0.1 छ। अनि रेट भनेको कुन छ, 1 × 10⁻⁻1 छ, 2 छ, सरी 1 × 10⁻²। अनि डिभाइडेड बाई के गर्ने भन त। अनि ए को भ्याल्यु कति छ, 0.1 नै छ, 0.1 नै छ, 0.1 नै छ। अब बीको भ्याल्यु कति राख्ने भन भन आफै है। बीको भ्याल्यु कति राख्ने, यही भ्याल्यु राख्ने यतैको। बीको भ्याल्यु कति छ, 0.1 नै छ, यो पनि 0.1 नै छ। सो यसलाई सल्भ गर त। हेर त यो 10⁻, यो यसले त यो काटिन्छ, सेम सेम काटिन्छ। अनि त्यस्तै गरेर यो 10⁻² र 10⁻² पनि काटिन्छ। सो बच्यो कति, 2 बच्यो यतातिर। हेर त यतातिर कति बच्यो, 2 बच्यो, इक्वस टु कति हुन्छ त हेर त। यो भनेको कतिले जान्छ भन त, यो भनेको ट्याक्कै डबलले जान्छ हो कि नै। सो 2को पावर कति भयो त यहाँ, एन भयो। क्लियर है, बुझिरहेको छ होला। सो यहाँबाट के हुने भयो भन त, यहाँबाट के हुने भयो। सो के भयो त, अब यहाँबाट एनको भ्याल्यु कति आउँछ, 2को पावर मैले हेर्दा त 2लाई भनेको 2को पावर 1 हो नि त। सो 2को पावर 1 इक्वस टु मैले के लेखेँ, 2को पावर एन लेखेँ। सो यहाँबाट एनको भ्याल्यु कति आयो भन त, एनको भ्याल्यु कति आयो, 1 आयो। सो अब हामीलाई ओभरअल अर्डर चाहिएको हो नि त, ओभरअल अर्डर चाहिएको हो कि नै। सो अब ओभरअल अर्डर कसरी निकाल्ने, एम प्लस एन गरिदिने। सो एम प्लस एम भनेको कति आयो हेर त, एमको भ्याल्यु 2 आएको छ, एनको भ्याल्यु 1 आएको छ, जोडिदेऊ दुइटैले। सो ओभरअल अर्डर भनेको के हुन्छ त भन त। ओभरअलमा हाम्रो के हुन्छ, अर्डर भनेको के हुन्छ, एम प्लस एन हुन्छ। सो एम प्लस एन गरिदियो त, 2 + 1 गर्दाखेरि कति आउँछ, 3 आउँछ। दिस इज आवर अर्डर। ठिक छ है त। सो आयो, बुझ्यो होला अहिले। कन्सेप्ट सजिलो छ है, तिमीलाई जसको निकाल्नु पर्ने छ अर्कोमा सेम भ्याल्यु हेर्ने के है त। सो आन्सर के भयो, 3। 3 भनेको कुन हो, ए भयो है त। ल यस्तै अर्को टाइपको क्वेसनहरू हेरौँ त। हेर यो क्वेसन हेर त, सेम क्वेसन छ, यो सी 2023को क्वेसन हो। 23को क्वेसन हो, सेम क्वेसन छ, सिम्पल क्वेसन छ। हेर क्वेसनले यो दिएको छ, क्वेसनले केही भनेकै छैन। यहाँबाट यो रिलेसन चाहिँ हेरेर हामीले फाइन्ड आउट गर्नुपर्ने छ कि कुन चाहिँ मिल्छ योसँग। ओके, आयो यो क्वेसन लास्ट हो कि जस्तो लाग्यो। हेर अब यसमा के गर्ने, मैले भनिसकेको छु अलरेडी। हामीले मैले अघि भनिसकेको छु कि दुईवटा रेट लेख्ने। कसरी लेख्ने भन त। अब अघि मैले आर इक्वस टु के ए को पावर यम, अनि त्यस्तै गरेर बीको पावर यन राखिरहेको थिएँ नि। अब यहाँनिर मैले ए र बी राखेन, किन भन्दाखेरि चाहिँ यहाँ पी र क्यू भन्ने दिएको जे दिएको छ तिमीलाई सजिलो होस् भनेर पी र क्यू राखेँ है त। ए को ठाउँमा मैले के राख्छु त भन्दाखेरि चाहिँ ए को ठाउँमा मैले के राखेँ, पी राखेँ, अनि त्यस्तो बीको ठाउँमा मैले क्यू राखेँ। ओके ठिक छ। आर भनेको यहाँबाट अर्को मैले एउटा इक्वेसन बनाएँ। आर भनेको के आउँछ, ए के अनि पी, Q2 रहेछ है, यहाँ Q2 लेखेको छ, यो पनि नबोल्नु। Q2 को पावर Q2 लेखेँ, अनि त्यस्तै गरेर यसको पावर मैले एम राखेँ, यसको पावर एन। ठिक छ। यो तिमीहरूले इक्वेसन बनाउने सबैभन्दा पहिला त मैले जहिले पनि भन्छु। अब त्यसपछि अर्को काम के हो भन त मलाई। मैले भनिसकेको छु यिनीहरूलाई इक्वेसन मान्ने, इक्वेसन 1, इक्वेसन 2, इक्वेसन 3। ठिक छ। अब हेर त, अब तिमीहरू आफै निकाल है त, आफै निकाल। अब यहाँबाट अर्डर ननिकालिकन हामी त्यत्तिकै सल्भ गर्न सक्दैनौँ। सेम कुरा हो, अर्डर निकालो, अर्डर सबै हेरेर हामी फाइन्ड आउट गर्छौँ। सो एमको अर्डर कति होला भन त, फर एम। एमको अर्डर निकाल त यहाँबाट। एम भनेको केमा हो एम राखेको, मैले पीमा एम राखेको छु नि। सो पीमा हेर्नु भएन, अब पीमा हेर्ने त नहेर्ने। अब केमा हेर्ने, क्यूमा हेर्ने। क्यूमा त्यो त्यो दुईवटा भ्याल्यु हेर्ने जसलाई हामी सेम होस् कि, किनकि सेम भयो भने काटिन सक्छ नि। हेर त क्यूमा सेम भएको कुन भ्याल्यु छन्, यी हेर त। यी। यहाँ हेर्छौ फेरि तिमी रेटमा हेर्ने होइन, फेरि रेटमा सेम खोज्न थाल्ने होइन, यो क्यूमा हेर्ने। क्यूमा चाहिँ कुन दुईवटा भ्याल्यु छ, यो 0.32 र 0.32 सेम सेम छ। यानि कि इक्वेसन 3 र 2 चाहिँ सेम रहेछ। अब जसलाई डिभाइड गर्न मन छ गर।
हेर त एमको लागि मैले के गरेँ, क्यूमा हेरेँ त के गर्ने, इक्वेसनलाई चाहिँ मैले के गरेँ, इक्वेसन जुनलाई डिभाइड गर्दा नि हुन्छ, मैले 2/3 गरेँ ल, 2/3 गरेँ गर त यहाँनिर। रेट भनेको कति छ, 0.30, सरी 0.32 डिभाइडेड बाई कति हुन्छ, अथवा डिभाइडेड बाई सुरुमै नगरौँ, इक्वस टू के त काटिन्छ हामीलाई थाहा छ, लेखिनँ मैले। अनि पीको भ्याल्यु कति छ हेर त, पी पनि लेख्ने हो नि त, पीको भ्याल्यु कति हो, 0.616, 0.16 को पावर एम डिभाइडेड बाई कति गर्ने, डिभाइडेड बाई 0.32 को पावर एम, अनि एनको ठाउँमा के राख्ने, यो दुइटा राख्ने, एनको ठाउँमा 0.32 को पावर एन डिभाइडेड बाई 0.32 है त, यहाँ टू छ, 32 को पावर एन। ठिक छ, अब हेर त यो दुइटा त काटिन्छ, तिमीले नलेख्दा पनि हुन्छ यदि तिमीले बुझिसकेका छौ है। मैले बुझिसकेँ यो दुइटा काट्ने हो भनेपछि तिमीलाई थाहा भइसक्यो भने डाइरेक्ट तिमीहरूले के गर्न सक्छौ थाहा छ, यो ए ए र यसको हाम्रो अर्काको भ्याल्यु मात्र राख्न पनि सक्छौ क्या, किनकि यो त काटिन्छ नि त, यो त काटिन्छ नि त। तर यदि बुझे छैनौ होइन मलाई त यो गरेर सजिलो लाग्छ भने यही प्रोसेस गर है त। अब हेर त यो दुइटा काट्यो, बस्यो के भन त, यहाँ यो अगाडि यता पनि छ नि, यसको डिभाइडेड बाई हेर 0.32 डिभाइडेड बाई 0.32। अब यहाँ किन सेम राख्यो भने चाहिँ अहिले क्वेसनमै सेम दिएको छ त्यही भएर राखेको है, तिमीले फेरि सेम राख्छौ इक्जाममा फस्छौ। अहिले त सेम दिएको छ त्यही भएर राखेँ। सो यसलाई काट त कति हुन्छ, यसले 1 गयो होइन, यसले कति जान्छ भन त, 1/2 जान्छ हो कि नै। सो 1 टू कति भयो भन त, 1 टू को पावरमा कति भयो, एम भयो। सो यसलाई सल्भ गर्दाखेरि कति हुन्छ भन त, 1/2। अब हेर त वान भनेको के हो, समथिङको पावर के हो भन त, यसलाई चाहिँ म यस्तो पनि लेख्न सक्छु हेर त, यसलाई मैले वानलाई 1/1 गर्दा नि हुन्छ नि हेर त, किनकि तिमीले फेरि कन्फ्युज नहोस् क्या, तिमीहरू फेरि कन्फ्युज भयो भन्छौ। सो मैले यहाँबाट वान भनेकै टू रहेछ भन्न सक्छु, 1 मैले के राखेँ, 2 को पावरमा एम राखेँ। क्लियर, सरी एन एन है त, एन होइन एम। त तिमीले कम्प्लेक्स नबनाऊ, यहीँनिर छोडिदियो, मैले आन्सर निकालिदिन्छु। हेर यहीँबाट हेर के गर्ने भन्दाखेरि, समथिङ यो वान कति बेला आउँछ भन त, समथिङ पावर जेरो, केहीको पावर मैले जेरो गरेँ भने वान आउने हो कि नै, भएर मैले एक्सको पावर हाम्रो के गरेँ, मैले 1/2 को पावर जेरो गरेँ, 1/2 को पावर के गरेँ जेरो गरेँ, यसको भ्याल्यु त वान आउँछ। सो हामीलाई थाहा छ 1/2 को पावर एम आउँछ, एम आउँछ। सो यहाँबाट मलाई भन त एमको भ्याल्यु कति आयो, एमको भ्याल्यु कति आयो, जेरो आयो। क्लियर, एमको भ्याल्यु जेरो आयो, एमको भ्याल्यु जेरो आयो। अब हेर त्यस्तै गरेर एमको भ्याल्यु जेरो आइसकेपछि हामी अर्को के गरौँ त भन्दाखेरि चाहिँ, यसलाई मैले एउटा पेज एड गर्छु, ल हेर त, एमको भ्याल्यु जेरो आयो ओके। अब के गर्ने, अब हामीले एनको भ्याल्यु निकाल्ने, एम त निकाल्यौँ हामीले, अब एनको भ्याल्यु कसरी निकाल्न सक्छौ भन त, एमको भ्याल्यु कसरी निकाल्ने त भन्दाखेरि चाहिँ तिमीहरूले, अब हेर एन भनेको केमा छ, क्यूमा छ नि त, अब हामीले क्यू हेर्ने होइन, एन चाहिँ केमा छ, क्यूमा छ नि त। सो क्यूमा हेर्ने होइन, अब हामीले केमा हेर्ने, पीमा हेर्नु पऱ्यो, पीमा त्यो दुइटा भ्याल्यु हेर्नु पऱ्यो जुन चाहिँ सिमिलर छ। अभियसली हेर त यो दुइटा सिमिलर छ, यो दुइटा सिमिलर छ, अब जुनलाई डिभाइड गर्दा नि हुन्छ, गरिदेऊ त, मैले जे भनेको छु त्यही गर है त। के गरेँ भन्दाखेरि चाहिँ हामीसँग फर एन है त, के को लागि निकाल भन्दाखेरि चाहिँ फरमा के को लागि निकाल्छु, एनको लागि निकाल्छु। अब हामीले भ्याल्यु कहाँ हेर्नु पऱ्यो त, है त केमा हेर्ने, पीमा हेर्ने हो कि नै, पीमा हेर्ने, पीमा के छ त भन्दाखेरि चाहिँ, अहिले फेरि एन र पी नझुक्क्यो है फेरि, पीमा हेर्ने, पीमा के छ, दुईवटा भ्याल्यु जुन सेम छ त्यो हेर्ने, यानि कि अप्सन सरी इक्वेसन 1 र 2मा चाहिँ पीको भ्याल्यु सेम छ हेर त, इक्वेसन 1 र 2मा चाहिँ पीको भ्याल्यु सेम छ। अब जेसुकै गर, इक्वेसन मैले 2लाई 1ले डिभाइड गर्दा नि हुन्छ, 1लाई 2ले डिभाइड गर्दा नि हुन्छ, मैले सजिलोको लागि 2लाई 1ले डिभाइड गरिदिएँ है। के गरेँ मैले, इक्वेसन मैले के गरिदिएँ भन्दाखेरि 2लाई चाहिँ 1ले डिभाइड गरिदिएँ। सो सबैको अगाडि रेट लेख है त, हामीलाई थाहा छ नि त फर्मुला के हो, आर के, अनि त्यस्तै गरेर अहिले हामी क्यू हेरिरहेको छौँ त्यही भएर मैले क्यू लेखेँ, क्यूको पावर एन लेखेँ। ठिक छ, सो हाम्रो रेट भनेको के छ, 2 भनेमा 0.32 छ अनि 0.61 छ। सो हामीले के भयो त यहाँनिर भन त, 0.32 इक्वस टू के भने भयो भन त, 0.32, यसलाई ब्रेकेट नहाल, 0.32, 0.32 अनि एमा हेर त ए को भ्याल्यु कति छ, यो त सेम सेम छ हो कि नै, सेम सेमसँग लेख्दा नि हुन्छ नलेख्दा नि हुन्छ, तिमीहरूको मर्जी है त। सो 0.32 यहाँ छ, अनि यो के हो त एम हो, अनि एनको एनको भ्याल्यु कति छ, एनको भ्याल्यु भन त 0.32 नै छ जस्तो लाग्यो, जेरो सरी 0. कति रहेछ, 0. कति रहेछ त भन्दाखेरि चाहिँ 32 नै छ, 32 नै छ क्यूमा पनि। सो 0. कति छ त 32 नै छ, सरी एमा चाहिँ 0.32 छैन होइन त, एमा चाहिँ 0.16 रहेछ, सरी, थ्याङ्क यू है मलाई सम्झाइदियो, 0. चाहिँ कति छ, 16 छ। अनि त्यसपछि कति छ हेर त, बीमा कति छ रेट, अनि यो पनि छ, बीमा कति रेट कति छ हेर त, रेट भनेको चाहिँ 0.16 छ,
है त मैले वानमा 0.16 गर इक्वस टू, अनि यो चाहिँ सेम छ, मैले अघि भनेको त्यो सेम छ पावरमा यम, यो चाहिँ यम छ है यहाँ पावरमा। अनि त्यस्तै गरेर हेर त, अनि इक्वेसन वानमा कति छ हेर त, बीको भ्याल्यु 0.16 छ यहाँ पनि। 0.16 राख त यहाँनिर, 0.16 यो भ्याल्यु आयो, तिमीहरू राख्नु सकिरहेको छ होला है। सकेन भने फेरि हेर्नु है त। त्यस्तै गरेर अब यसलाई डिभाइड गर त, 0.616ले 0.32लाई गर्दाखेरि कति जान्छ, टूले जान्छ। सो कति भयो, टू इक्वस टू कति हुन्छ भन त, टू इक्वस टू यसले त यो काटिहाल्यो, टू इक्वस टू कति भयो त, अनि यसले डबल जान्छ हेर त, 0.61ले डबल जान्छ। सो टूको पावर कति भयो, टूको पावर एन भयो। सो यहाँबाट हेर त के भयो भन्दाखेरि टूको पावर वान इक्वस टूको पावर एन। सो एनको भ्याल्यु कति आयो यहाँबाट, एनको भ्याल्यु कति आयो, वान आयो है, बुझिरहेको छ होला है। एनको भ्याल्यु कति आयो, वान आयो। अब के गर्ने त भन्दाखेरि अब पुरानै रिएक्सनमा हेर त, पुरानै रिएक्सनमा के छ हामीसँग, एउटा फर्स्ट यो रिएक्सनमा यो भ्याल्यु राखेर एम र एनको भ्याल्यु राखौँ यहीँनिर, त्योभन्दा टाढा नलैजाउँ। एम र एनको भ्याल्यु यहीँनिर राख त, एम पीको भ्याल्यु, एमको भ्याल्यु कति आयो, 0 आयो, एनको भ्याल्यु कति आयो, वान आयो। सो सबै भ्याल्यु राख त यहाँनिर। अनि के आउँछ राख्यो भने आर इक्वस टू के, अनि के नराखौँ यहाँनिर, अहिले हामीसँग यहाँ रिएक्टेन्स छैन, कन्सटेन्ट छैन, के को भ्याल्यु छैन। सो हाम्रो के भयो त, पीको पावरमा कति राख्ने, 0 राख्ने, अनि क्यू टूको पावरमा कति राख्ने, वान राख्ने। सो पीको पावरमा 0 भनेको त वान हो नि त। सो आर भनेको के रहेछ, क्यूको पावरमा वान भनेको क्यू टू। सो आर भनेको के रहेछ, क्यू टू नै रहेछ। बुझ्यो है त। सो आर भनेको के रहेछ, क्यू टू रहेछ। सो आर भनेको क्यू टू भनेको कुन छ, अप्सन बी है त। यसरी तिमीले सल्भ गर्ने, यो चाहिँ पास्ट क्वेसन सजिलो छ है। तिमीले मैले के भने दुइटा यसरी तिमीले फर्स्टमा के गर्ने है, मैले इक्वेसनमा रेट अफ रिएक्सनको चाहिँ हाम्रो रेट लको फर्मुला लेख्ने, फर्मुला लेखिसकेपछि हामीले एमको भ्याल्यु निकाल्नु छ भने अर्कोमा हेर, जुनमा निकाल्नु छ त्यसमा नहेर्ने, अनि अर्कोमा के हेर्ने जसमा सेम भ्याल्यु छ, किनकि काटियोस् क्या, बुझ्यो। अनि त्यसपछि त्यसको सबै रोको भ्याल्युलाई डिभाइड गरिदिने। ठिक छ, आई होप यो क्वेसन पनि बुझ्यो होला है त। सो के गर्यो त भन्दाखेरि चाहिँ यसरी चाहिँ हामीले के गर्यौँ, सो हाम्रो सबै के गर्यो त भन्दाखेरि चाहिँ केमिकल काइनेटिक्सको इम्पोर्टेन्ट कन्सेप्ट र हाम्रो यसको सम्पूर्ण प्युआइक्यूहरू चाहिँ हामीले यहाँनिर कभर गर्यौँ, म्याक्सिमम् जति तिमीलाई सोध्न सक्ने जति। सो यो भिडियो यदि फाइनल आवरमा हेरिरहेछौ या पछि हेरिरहेछौ भने पनि केही छैन, मैले सुरुमा पढाएको कन्सेप्टहरू एकदमै इम्पोर्टेन्ट छ, त्यसलाई राम्रोसँग बुझ। र लास्टको तिनवटा कन्सेप्टलाई मैले तिनवटा क्वेसन गराइसकेको छु। सो यसलाई पनि फेरि हेर है त। सो यो क्वेसनलाई, यो च्याप्टरको लागि चाहिँ हामीले यति नै गर्छौँ। सो नेक्स्ट क्लासमा चाहिँ हामी अर्को कुनै तिमीलाई इम्पोर्टेन्ट चाहिने कुनै थ्योरी कन्सेप्ट लिएर अथवा क्वाड लिएर हामी फेरि पनि आउने नै छौँ। त्यति बेलासम्म है इन्ट्रान्स प्लसलाई सब्सक्राइब गरेर बेल आइकनलाई प्रेस गरेर हामीसँग जोइन हुनु होला है त। सो सी यु इन द नेक्स्ट क्लास, थ्याङ्क यू, बाई बाई।